दर्शकवृन्द नमस्कार। पछिल्लो समय नेपालमा यो राजनीतिप्रति जेनजी पुस्ताको अझ भनौँ नयाँ पुस्ताको क्रेज एकदमै बढेको छ र यो सँगसँगै नेपाली समाजमा आम नागरिकको मनमा के पनि लागेको छ भने अब नेपालको राजनीति कता जाला भन्ने खालको एउटा किंकर्तव्य विमुडको अवस्था पनि देखा परेको छ र जेनजी आन्दोलन र त्यसपछि बनेको सरकारले के कसरी काम गरिरहेको छ, यो आन्दोलन अब कहाँ पुग्ला र अब पार्टीको अवस्था के हुन्छ भन्ने विषयमा मैले कुराकानी गर्नका लागि हाम्रो स्टुडियोमा निम्ति आएको छु राप्रपाका सहमहामन्त्री प्रकाश रिमाल। आउनुहोस्, उहाँलाई स्वागत गरौँ। स्वागत छ यहाँलाई। धन्यवाद। अब हामी कुराकानी कहाँबाट सुरु गरौँ भने यहाँ एकजना यहाँको स्थानीय पनि हुनुहुन्छ अनि राप्रपा एउटा शक्ति जसको सहमहामन्त्री पनि हुनुहुन्छ। काठमाडौँको मेयरले यहाँहरूलाई त एक हिसाबले अश्लील शब्दले गाली गलौज गर्नुभयो। यहाँहरू गुमनाम जस्तै मौनता उहाँहरूको जुन सहेर बस्नुभएको हो कि अथवा यसमा चाहिँ यहाँहरूको जवाब चाहिँ के छ? अब पहिलो कुरो त अब बालनजीले गाली गर्नुभयो भन्ने कुरा त आयो र हटाउनु पऱ्यो भन्ने कुरा पनि आयो नि त। हो, त्यो त्यसले के बुझाउँछ भने कहिलेकाहीँ चाहिँ तपाईँको गल्ती महसुस गर्ने पनि देखिन्छ र उहाँको कतिपय चाहिँ के भन्छ शब्दावलीहरू उहाँले सुधार गर्नुपर्ने हुन त उमेरको पनि कुरा होला होइन, सुधार गर्नुपर्ने र हताशमा बोल्ने त्यसै बोल्ने पनि देखिन्छ। किनभने जस्तो सिंहदरबार जलाउनुपर्छ, जलाइदिन्छु भनेको कारणले जल्यो भन्ने कुरा आइरहेछ नि त अहिले होइन। भने यो सबै कुराको पछाडि के भने कतिपय चाहिँ शब्दहरू आफैलाई गाँडो हुने समय परिवेशले होइन। र अनि संसारमा जस्तो चाहिँ राप्रपा जो अहिले भएको क्रियाशील राजनैतिक दलभन्दा फरक विचार बोक्ने र अहिले काङ्ग्रेस एमाले माओवादी जसले गणतन्त्र धर्मनिरपेक्षता संघीयताको पक्षमा वकालत गरेको र त्यसलाई चाहिँ स्थापित गर्ने पार्टी हो भने हामी के भनेर भने आज भने होइन नि त, 62-63 पछि नै यो बाटो ठिक छैन, यो बाटोबाट निकास निस्किँदैन, यो बाटोले राष्ट्रियता कमजोर हुन्छ र गणतन्त्रले हाम्रो धर्म संस्कृति परम्परामाथि चाहिँ लाई कमजोर बनाउँछ, बाह्य हस्तक्षेप हुन्छ, यो नेपाली समाजले नेपाली माटोले धान्न सक्दैन भनेर हामीले आज भने होइन नि त। 62-63 पछि जब गणतन्त्रको कुरा आयो त्यसपछि नै हामीले निरन्तर भन्दै आएको कुरा हुन्। त्यसले गर्दा त्यो दूरदृष्टि राख्ने त्यो दूरदर्शी भएको पार्टी राप्रपा जसको अहिले चाहिँ के भने जो नेपाली समाजमा र नेपाली राजनीतिमा वास्तवमा के भने कुरा उठाउने र राजनीतिक दलहरूलाई ठिक बाटो हिँड है, तिमीहरू भाग्नु पर्ला नि भनेर सचेत गराउने चाहिँ पार्टी राप्रपालाई गाली गर्नु भने चाहिँ अहिलेको चाहिँ परिवेशमा सबै चाहिँ दललाई एउटै ढङ्गले हेर्नु सर हो भन्ने लाग्छ। त्यसले गर्दा बालनजीहरू जस्ताले त अब राप्रपाभन्दा बाहेक अर्को पार्टी छैन। अब राप्रपालाई बोक्नुपर्छ। राप्रपालाई किन बोक्नुपर्छ भन्दा राप्रपाले मात्रै यो नेपाली समाजको प्रतिनिधित्व गर्ने विचारको वकालत गरेको छ। राप्रपाले मात्रै पूर्व संस्कृति र पूर्व दर्शनमा आधारित हाम्रो समाज हो त्यसको संरक्षण हुनुपर्छ भनिरहेको छ। राप्रपाले मात्रै गणतन्त्रको विरोध गरेको छ। राप्रपाले मात्रै धर्मनिरपेक्षताको विरोध गरेको छ। राप्रपाले मात्रै संघीयता नेपालले धान्न सक्दैन, यो बोजिलो छ, यो नेता पाल्ने संरचना हो, यो परिवर्तन गर्नुपर्छ भने राप्रपाले मात्रै भनेको छ भने जसले विकल्पको कुरा किन दलको मात्रै कुरा रहेन नि, यहाँ त दलको विकल्प दल मात्रै होइन कि विचारकै विकल्प दिएको राप्रपाले हो नि त। भन्दा राप्रपालाई बालेनजीले चाहिँ उही चाहिँ के भने नबुझेर त्यो त हुन्छ नि काङ्ग्रेस एमाले माओवादी रासोपा भन्दै जाँदा राप्रपाको नाम परेको हुनसक्छ। तर राप्रपालाई उहाँले भन्न मिल्ने, गाली गर्न मिल्ने र चाहिँ के भने आरोप लाउन मिल्ने कुनै खालको चाहिँ के भने कुरो छैन। त्यसले गर्दा उहाँले चाहिँ के भने सच्याउनुपर्छ र अब राप्रपालाई बोक्नुपर्छ। बालनजीहरू जस्ता, रविजीहरू जस्ता जसले विकल्पको कुरा गरेको छ हो, त्यो विकल्पको कुरा गर्नेहरूले चाहिँ राप्रपाको विचारभन्दा बाहेक विकल्पको कुरा गरेर काम लाग्दैन। अब जस्तो उहाँको पछिल्लो जुन गतिविधि हेर्दाखेरि त यहाँहरूको एजेन्डासँग चाहिँ मेल खान्छ जस्तो लाग्दैन। जस्तो अस्तिको आन्दोलनमा चाहिँ राप्रपाको आयोजना भनियो तर उहाँले चाहिँ फोहोर गरेको न्युमा चाहिँ राजालाई जुन जरिवानाको पत्र काटियो त्यो हेर्दाखेरि त उहाँ त राज संस्थासँग निकट जस्तो त देखिएन होइन। यहाँहरूको एजेन्डा उहाँले समर्थन गर्नु होला जस्तो लाग्छ। पहिलो कुरो त
हामीले के बुझ्नुपर्छ भने हामीले काङ्ग्रेस हेऱ्यौँ, एमाले हेऱ्यौँ होइन, काङ्ग्रेस एमाले भएन भनेर माओवादीलाई नि पहिलो शक्ति बनाएर हेऱ्यौँ भने यो बाटोमा हिँड्ने जोसुकै भए नि असफल हुन्छ भनेर हामीले पटक पटक भन्दा आयौँ। त्यति मात्र रासोपाले पनि अलमल्या छ, रासोपा पनि यही बाटोमा हिँड्न खोजिरहेछ। गणतन्त्र, धर्मनिरपेक्षता, संहिता भन्ने हो भने रासोपा पनि सफल हुँदैन, किनभने 10 खरब उठाउँछौँ हामी, 16 खरबको बजेट बनाउँछौँ, 6 खरब चाहिँ ऋण र अनुदान लिएर बजेट बनाउँछौँ, 13 खरब चाहिँ साधारण खर्च गर्छौँ। भने मतलब ऋण र अनुदान लिएर हामी के गरिरहेछौँ भने नेता पाल्ने संरचनाको निरन्तरताको खोजिरहेछौँ। अनि हाम्रो भू राजनैतिक अवस्था यस्तो छ कि हाम्रो देशको जस्तो उत्तरतिर चाइना विशाल राष्ट्र, दक्षिणतिर चाहिँ के अरे भारत विशाल राष्ट्र र अमेरिकाको त्यस्तै चासो छ, युरोपियन युनियनको त्यस्तै चासो छ होइन। यो विश्वका के अरे शक्ति राष्ट्रदेखि लिएर चाहिँ सबैको चासो भएको मुलुक नेपाल हो होइन। भनेपछि यसलाई चाहिँ स्वतन्त्र राखिराख्नको लागि राज संस्थाको आवश्यकता छ भने हामीले राजालाई मन पराएर होइन, नेपालको आवश्यकता राष्ट्रियताको लागि हिजो जसरी बिपीले राजा मन नपरे पनि राज संस्था राष्ट्रियताको लागि चाहिँ के भने आवश्यक छ, त्यही भएर राष्ट्रियताको लागि जतिसुकै राजासँग कुरा नमिले पनि राज संस्था नेपालको लागि आवश्यक छ भने मेलमिलापको नीति लिएर जब सिक्किम भारतमा गाभेपछि मेलमिलापको नीति लिएर नेपाल आएको हो नि त। त्यसले त बिपी गणेशमान कृष्णप्रसाद सुवर्ण शमशेरले जहिले पनि राजाको आवश्यकतालाई चाहिँ के भने महत्त्वपूर्ण रूपमा लिए र राजाले राजाको पालामा चाहिँ के अरे उहाँहरूलाई सहयोग नभए पनि उहाँहरूले कहिले पनि राजाबिन नेपालको चाहिँ कि परिकल्पना गरेनन्। भने जस्तै बालनजीहरू रविजीहरूले के बुझ्नुपर्छ भने नेपालको परिवेशै यस्तो छ कि जुन परिवेशमा हामी छौँ, जुन संस्कृति परम्परा धर्म पूर्वीय संस्कृति पूर्वीय दर्शनको आधारमा नेपाली समाज छ, यो जीवन पद्धति छ हाम्रो, यसको नेतृत्व चाहिँ के भने गर्न राज संस्था चाहिन्छ र यो बाह्य प्रभावबाट मुलुकलाई मुक्त राख्न पनि राज संस्था चाहिन्छ। त्यसले गर्दा दलभन्दा माथि उठेको चाहिँ के भने एउटा चाहिँ के भने अपरिहार्य संस्था र राष्ट्रिय गौरवको संस्था चाहिँ के भने नेपालमा चाहिन्छ भने त्यही भएर हामीले के भनिरहेछौँ भने अभिभावकीय संस्थाको रूपमा राज संस्था, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रजातन्त्रलाई सुदृढ बनाउनु पर्यो। फेरि दलीय व्यवस्थाको विकल्प छैन, त्यही भएर हामीले के भने दलभित्र अट्ने राजा, प्रजातान्त्रिक व्यवस्थाभित्र अट्ने राजा भनेरै हामीले चाहिँ के भने प्रत्यक्ष निर्वाचित जनताको प्रतिनिधिले शासन सञ्चालन गर्ने, बाह्य चाहिँ हस्तक्षेपबाट मुलुकलाई बचाउन र दलीय स्वार्थभन्दा माथि उठेको चाहिँ के भने अभिभावकीय संस्था चाहिँ राज संस्था र फेरि हाम्रो पूर्वीय संस्कृति पूर्वीय दर्शनले पनि राज संस्थालाई खोज्छ हो। त्यो भएर हामीले चाहिँ राज संस्थाको कुरा गरिरहेको हो। यो हामीले कुरा नबुझिकन नथाहा पाएर राजालाई मन पराएर होइन र हामीले यो बुझ्नुपर्छ भन्ने लाग्छ। त्यसले गर्दा बालनजीहरूले यदि कुरा बुझ्नु भएको छैन भने अध्ययन गर्नुहोस्, बुझ्नुहोस्। फेरि यहाँ राजाको कुरा गर्ने बित्तिकै निरङ्कुशताको कुरा गर्छन्। ए बाबा हामीले के बुझ्नुपर्छ भने विश्वमा अहिले पनि 47-48वटा देशमा राज संस्था छ। जुन देशमा राज संस्था छ त्यो देश सुशासन छ, समृद्ध छ, विकसित छ, बाह्य हस्तक्षेपबाट मुक्त भएको छ भने बेलायतको जस्तो राज संस्था नेपालमा हुँदा प्रजातन्त्र पनि रहने, राष्ट्रियता नि बलियो हुने हो। त्यो हामीले खोजेको राज संस्था त्यस्तो हो। त्यसले गर्दा बालनजी रविजीहरूले त्यो कुरा बुझ्नुपर्छ, रासोपाले पनि त्यो कुरा बुझ्नुपर्छ र अलमलिन हुँदैन। यो व्यवस्थामा त जुनसुकै नयाँ आयो, यो जेनजी अहिले अस्ति आन्दोलन भयो, अब आन्दोलनमा उठेका अधिकांश कुरा त मुद्दा त राप्रपाले उठाएकै मुद्दा होइन। प्रत्यक्ष निर्वाचित कार्यकारीको कुरा, प्रदेश खारेजीको कुरा, सुशासनका कुरा चाहिँ कसको मुद्दा हो? राप्रपाको मुद्दा होइन। नेपाली समाजमा सुशासनको कुरा कसैले गर्यो भने त्यो त राप्रपा र त्यसको अध्यक्ष राजेन्द्र लिङ्गदेनले भ्रष्टाचार गरेर खानु, आमाको रगत खानु बराबर हो भनेर उठाएको मुद्दा होइन। अनि के अरे प्रदेश खारेजीको मुद्दा हामीले उठाइरहेछौँ, प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा हामीले उठाइरहेछौँ। त्यो फेरि प्रत्यक्ष निर्वाचित कार्यकारी मात्र भएर हुँदैन। यदि राजा नहुने राष्ट्र प्रमुख हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी फेरि नेपालको सन्दर्भमा चाहिँ असान्दर्भिक छ। त्यही भएर हामीले के भनिरहेछौँ भने राजा सहितको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, दलभित्र अट्ने राज संस्था र प्रजातान्त्रिक व्यवस्थाभित्र अट्ने राज संस्थाको कुरा गरेको छु। त्यसले गर्दा यो मुद्दामा बालनजीहरू कुरा बुझ्नु भएको छैन भने पनि बालनजीहरू आउनुपर्छ, रविजीहरू आउनुपर्छ। अब जस्तो आम नागरिकले, हामी त बुझ्छौँ, आम नागरिकले चाहिँ अब एकदम गहिरिएर बुझ्ने अलिकति त्यो हुँदैन, माहौल हुँदैन होइन। कस्तो खालको राजा, अब राज संस्था त ल्याउने, राजा कसलाई बनाउने, यस्तो खालको क्वेसनहरू हुन्छन् क्या एउटा त्यो लेभलमा। अनि राजा कसलाई बनाउने,
पारसलाई बनाउने कि ज्ञानेन्द्रलाई नै बनाउने कि अब राज संस्था हामी त अब अलिकति पोलिटिकल वर्डहरू युज गरेर कुरा गर्छौँ आम नागरिकले बुझ्ने जुन भोटर भनौँ न ग्रामीण दूरदराज क्षेत्रका भोटरले बुझ्ने गरेर भन्नुपर्दाखेरि यहाँले अघि सबै कुरा भन्नुभयो त्यसैलाई चाहिँ सरल तरिकाले कस्तो खालको राज संस्था ल्याउने भनेर चाहिँ राप्रपाको एजेन्डा हो अब राज संस्था ल्यायो भने त्यसको जुन कार्यक्षेत्र के हुन्छ होइन परिधि अनि राजा चाहिँ कसलाई बनाउने यति कुरा क्लियर भयो भने त आम नागरिकले राज संस्था चाहिने हो कि होइन भनेर आफै डिसिजन गर्न सक्छन् नि पहिलो कुरो हामी केमा अलमलिन हुँदैन भने जस्तो जो पनि राजा बन्न पाउने भन्ने हुँदैन विश्व परिवेशमा पनि आफ्नो चाहिँ के भने मान्यता छ नेपालको सन्दर्भमा चाहिँ श्रीमान बडामारा धिराज पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेको हुनाले पृथ्वीनारायण शाहको चाहिँ के भने वंशज नै नेपालको राज संस्था हुने हो र अहिले नेपालको सन्दर्भमा हामीले के बुझ्नुपर्छ भने राजा ज्ञानेन्द्र जसले 62-63 को आन्दोलनमा सडकमा जनता आइसके पछाडि सेना आफूसँग हुँदाहुँदै चाहिँ सेनाको प्रमुख परम सेनाधिपति हुँदाहुँदै पत्रकार सम्मेलन गरेर जनतालाई आवश्यक छैन भने म बाहिर बस्न तयार छु भनेर पत्रकार 240 वर्षको इतिहास भएको चाहिँ राज संस्था छोडेर बाहिर बस्न सक्ने प्रजातान्त्रिक राजालाई अब अर्को विकल्प खोजिरहनुपर्छ राजाको लागि भन्ने होइन पृथ्वीनारायण शाहको वंशज चाहिँ राजा ज्ञानेन्द्र जसले विगतमा प्रजातान्त्रिक चाहिँ के भने चाहिँ जुन ढङ्गले चाहिँ पत्रकार सम्मेलन गरेर बाहिर बसेको हामीसँग इतिहास छँदैछ र अहिले के देखिन्छ भने नेपालका दलहरू र त्यसका नेताहरूको क्रियाकलापले के भने उनीहरू बरु अति असाध्यै निरङ्कुश सामन्ती र चाहिँ सुख सुविधाहरू चाहिँ उपयोग गर्नुपर्ने देखियो भने राजा ज्ञानेन्द्र अब हामीले अब नारायणजी दरबार पनि अहिले त सङ्ग्रहालय बनाएको छ गएर हेर्दै मिल्छ नि त भने त्यहाँ राजाहरू बसेको अवस्थाहरू हेरिहाल्यो अब रहेको कुरा चाहिँ के भने किन त आवश्यक भन्दा वास्तवमा चाहिँ के भने नेपाल जुन पूर्वीय संस्कृति पूर्वीय दर्शन मैले अहिले पनि भने दर्शनमा आधारित समाज हो यसले राज संस्था खोज्छ र हाम्रो भू राजनैतिक अवस्था जुन छ चाइना के अरे अमेरिका भारत लगायतका जुन चाहिँ के भने चाहिँ प्रत्यक्ष चाहिँ जुन कुरो छ त्योबाट चाहिँ के भने बाह्य हस्तक्षेपबाट मुक्त गर्नको लागि दलभन्दा माथि स्वार्थभन्दा माथि उठेको चाहिँ राष्ट्र प्रमुख आवश्यकता पर्छ त्यो राष्ट्र प्रमुख चाहिँ राजा बनाऊ भन्ने हाम्रो कुरा हो र त्यति मात्रै होइन जस्तो राजा भएको बेलाको नेपालको चाहिँ के भने अन्तर्राष्ट्रिय स्तरमा हाम्रो गौरव र चाहिँ हाम्रो चाहिँ के भने मान्यता र चाहिँ के भने सम्मान जुन थियो त्यो वास्तवमा अहिले छैन त्यसले त्यो सम्मान गुमेको सम्मानलाई हामीले चाहिँ ल्याउनुपर्छ भने अनि राजा भएकै बेला शान्ति क्षेत्र नेपाल थियो बुद्ध जन्मेको देश शान्ति क्षेत्र नेपाल भनेर 116 राष्ट्रले समर्थन गरेको चाहिँ त्यसलाई पुनर्स्थापित गर्नुपर्छ किन र त्यस्तै गरी चाहिँ के भने हिन्दू राष्ट्रको पहिचान जुन गुम्यो होइन जस्तो 1 अरब 20 करोडभन्दा बढी हिन्दूहरूको आस्थाको केन्द्र पशुपतिनाथ बनाऊ भने हो फेरि हिन्दू राष्ट्रको कुरा गरिरहँदा हामीले के भनेका छौँ सर्वधर्म समभाव सबै धर्मलाई बराबर हुने गरी पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दू राष्ट्रको पहिचानको कुरा गरिरहेका छौँ जस्तो अहिले बेलायतको राजगद्दीमा बस्न चाहिँ के भने चाहिँ चर्च अफ इङ्ल्यान्डको सदस्य हुनुपर्छ भने क्रिस्चियन बाहेक अरू बस्न पाइँदैन त्यो देशको इतिहास के अरे त्यो परम्परा हो नि त अनि अमेरिकाको राष्ट्रपति हुनेले बाइबलमा हात राख्नुपर्छ बाइबलमा हात नराख्नेले राष्ट्रपति हुन पाइँदैन त्यो देशको परम्परा हो नि भने नेपाल भने यस्तो मुलुक हो आफ्नै परम्परा भएको आफ्नै संस्कृति भएको आफ्नै इतिहास भएको हो नि त अनि फेरि हामी विभिन्न जातका मानिस बसोबास गर्छौँ 126 जातका मानिस बसोबास गर्छौँ 123 त भाषा बोल्छौँ हामी अहिले समस्या के भइसक्यो भने राजा भएको बेलामा चाहिँ के भने हाम्रो इतिहास हाम्रो चाहिँ सम्मान राजा भएको बेलामा हाम्रो संस्कृति र परम्पराको जगेर्ना जुन भएको थियो अहिले धेरै रोकिया छ त सम्यक पूजा रोकिया छ फोटो देखाउने जात्रामा जुन खालको चाहिँ के भने क्रेज थियो त्यो क्रेजहरू चाहिँ हटेको छ अब चाहिँ खड्ग साट्ने चाहिँ के भने भैरव होइन को साट्ने चाहिँ त्यो रोकिएका छन् यी सबै कुराहरूलाई चाहिँ के भने हामीले निरन्तरता दिनको लागि राज संस्था सांस्कृतिक राजा भनौँ अभिभावक संस्थाको रूपमा भनौँ राष्ट्र प्रमुख भनौँ संवैधानिक राजाको रूपमा हामीले राष्ट्र प्रमुख चाहिँ खोजेका हौँ र त्यसको विकल्पै छैन यदि हामीले यो चाहिँ गर्न सकेनौँ भने जस्तो अहिले देखिन्छ नि त जस्तो चाहिँ एमाले चाहिँ सरकारमा आयो वा केपी ओली आयो भने चाइनाको होइन शेरबहादुर आयो भने अमेरिकाको त्यसपछि चाहिँ गगन थापा आयो भने अमेरिकाको अर्को आयो भने भारतको यस्ता चाहिँ जुन आरोप लगाइन्छ नि त होइन भने यो कुराबाट मुक्त किन दल नेताहरू चाहिँ विदेशी छन् भन्ने छ हुन पनि देखियो होली वाइन कार्यक्रममा त माधव नेपालहरू जस्ता मान्छेहरू त त्यही संस्थाको सदस्य रहेछन् केपी ओलीजी चाहिँ 3 दिन आएर चाहिँ ती बालबटाल
हुँदाहुँदै के अरे सोल्टी होटलमा बसे भने यी संलग्नता देखियो। अहिले पनि चाहिँ अहिलेको चाहिँ के भने चाहिँ जुन सरकार मन्त्री बनाएको नि बार फाउन्डेसनका कुराहरू उठिरहेछन्, आइरहेछन्, आइएनजीको ठुलो प्रभाव छ भन्ने कुरा छ, यो हो तिब्बतियन कुरा छ। यी सबै कुराहरू चाहिँ के भने बडो रोक्न लागि चाहिँ के भने हामीले राष्ट्र प्रमुख राज संस्था खोजेका हौँ। अब जस्तो राजा आयो भने, सपोज यो हाइपोथेटिकल कुरा भयो होइन, राजा आइहाल्यो भने राज जुन शासन चाहिँ पहिलाको जस्तै हुन्छ कि बदलिन्छ कि? धेरैलाई चाहिँ के लाग्छ भने राजा शासनमा चाहिँ यसो हुन्छ उसो हुन्छ, बोल्न पनि पाइँदैन, कपाल पाल्न पनि पाइँदैन भन्ने खालको जुन एउटा जनमानसमा एउटा खालको त्यो सोच डेभलप भएको छ नि। हुन त अहिले नयाँ पुस्ता जो जेनजी पुस्ता भनौँ, अब उनीहरूलाई त राज संस्था कस्तो हुन्छ भन्ने कुरा कतिले पढेर मात्रै थाहा पाए होला नि, धेरैले भोग्न त पाएका छैनन् होइन। अब राजा आइहालियो भने चाहिँ कस्तो खालको सुधारिएको राजा एउटा राज संस्था शासन पद्धति भित्रिन्छ कि अथवा पहिला जस्तै अब बदला लिनुपर्छ भन्ने किसिमबाट जान्छ कि के हुन्छ? हामी स्पष्ट के हुनुपर्छ भने पहिलो कुरो नेपाली समाज, हामी राप्रपा स्पष्ट छौँ यो बारेमा। नेपाली समाजको बारेमा, राष्ट्रिय अन्तर्राष्ट्रिय चाहिँ के भने चाहिँ अहिलेको चाहिँ राजनैतिक व्यवस्थाको बारेमा, नेपालकै राजनैतिक व्यवस्थाको बारेमा नि हामी स्पष्ट हुनुपर्छ। हामी बहुदलीय व्यवस्थाको विकल्प खोज्दैनौँ, खोज्नु हुँदैन, प्रजातान्त्रिक व्यवस्थाको विकल्प खोज्नु हुँदैन। त्यही भएर राप्रपाले अस्ति भर्खरको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले के निर्णय गर्यो, नवीन हामी केन्द्रीय कार्य समितिले पनि त्यही भनेका छौँ पटक पटक। अस्तिको बैठकले नि के भन्यो भने जस्तो राजा दलहरू जेएनजी बसेर समझदारी खोजौँ होइन, भने सबै अट्ने कसैलाई नै। अब किन हामीले दलहरू आउँदा जस्तो राजा हुँदा दलहरूलाई निषेध गर्ने, दलहरू आउँदा राजालाई निषेध गर्ने गरेर अगाडि बढियो नि त होइन। अब 47 साल पछाडि दलहरू र राजा मिलेर चाहिँ के भने अगाडि बढ्यो, तर माओवादीहरू बाहिर भए। त्यसले अब हामीले चाहिँ के भने कोही पनि निषेध नहुने, निषेध हुन नपर्ने, कसैले कसैलाई चाहिँ के भने के अरे निरङ्कुशता नलान्ने, सबैले सबैलाई स्वीकार्ने, दलहरूलाई पनि राजाले स्वीकार्ने र राजालाई पनि दलहरूले स्वीकार्ने र जेएनजीले पनि स्वीकार्ने चाहिँ राज संस्थाको कुरा गरिरहेको छौँ। भनिसकेपछि के भन्नु, राजाको पनि अस्ति चाहिँ वैशाख 1 गतेको नयाँ वर्षमा आएको चाहिँ शुभकामना सन्देशमा दलहरूसँग संवाद गरेर दलहरूले स्वीकार्ने गरी प्रजातान्त्रिक व्यवस्थाभित्र रहने गरी चाहिँ के भने यदि जनताको चाहना छ भने यो स्पष्ट हुनुपर्छ। त्यति मात्रै होइन, अस्ति जेएनजीहरूकै चाहिँ आन्दोलन पछाडि आर्मी हेडक्वार्टरमा चाहिँ जुन बैठक हुँदा राजा आउने भयो भन्ने कुरा चाहिँ के भने चर्चामा आयो होइन। तर राजाले चाहिँ के भने चाहिँ दलहरूले नस्वीकार्ने, जेएनजीले नस्वीकार्ने चाहिँ म राजा बन्न चाहँदैन, सेनाले मात्रै ल्याएर हुँदैन भनेर भनेको भन्ने कुरा त माधव नेपालहरू लगायतले त व्यक्त गरिसकेका छन्। यसको अर्थ के भने राजा पनि सबैले स्वीकार्ने भए मात्रै म राज संस्था चाहिँ के भनौँ न नेतृत्वमा आउन तयार छु भन्ने कुरा छ नि। यसको अर्थ के बुझ्नुपर्छ भने अब आउने राजा भनेको प्रजातान्त्रिक धर्म संस्कृति परम्पराको नेतृत्व गर्ने, सबैले स्वीकार्ने, दलहरूदेखि सबै पुस्ताले, जेएनजी पुस्तादेखि सबै पुस्ताले स्वीकार्ने, सबै थरीका मान्छेले स्वीकार्ने, सबै जातका मानिसले स्वीकार गर्ने राज संस्थाको चाहिँ के भने कुरा गरेको हुन त। हिजो राजा हुँदाखेरि पनि सबै जातका, सबै भाषाका, सबै धर्मका, सबै परम्पराको चाहिँ नेतृत्व राजाले गरेकै हो नि। राजा हुँदा पनि राजा भएकै बेलामा होइन चाहिँ मुस्लिमहरूको चाहिँ के भने के अरे हज गर्न चाहिँ पैसा पठाउने होइन, पैसा दिएर पठाउने चाहिँ के भने चलन छ। यहाँ क्रिस्चियनहरूले क्रिस्चियन मान्न पाएकै थिए। खालि हामी के भनिरहेछौँ भने पैसाको लोभमा एनजिओ आइएनजिओले पैसा ल्याएर यहाँ चाहिँ धर्मान्तरण गर्ने र चर्च बनाउने कुरा चाहिँ बेठिक हो, रोकिनु पर्यो भन्ने कुरा हो। तर क्रिस्चियनले क्रिस्चियन मान्न नपाउने, मुस्लिमले मुस्लिम मान्न नपाउने भन्ने कुरा होइन। यो हामीले स्पष्ट हुनुपर्छ। त्यसले गर्दा हामीले के भनिरहेछौँ भने सबैले मान्ने, सबैले पत्याउने, नवीन समझदारीको लागि छलफल गरौँ, बहस गरौँ भनेर हामीले भनिरहेछौँ। त्यसले गर्दा अब हुने राजा सबैले मान्ने, सबैले पत्याउने, सबैले सम्मान गर्ने राजा बनाउने। यो अहिले राजा राप्रपाले मात्रै कुरा उठायो, त्यसले राप्रपा मात्रै को राजा मात्रै बनाउन खोजे होइन। हामी स्पष्ट छौँ, माओवादीदेखि जेएनजीसम्मले सबै दलले पत्याउने, स्वीकार्ने राजाको कुरा चाहिँ हामीले गरिरहेछौँ। अब यहाँहरूले यति लामो समयदेखि चाहिँ राजतन्त्रको एजेन्डा बोकिराख्नु भएको छ होइन, यो एउटा भनौँ न एउटा मार्ग चित्र बोकेर हिँडिराख्नु भएको छ। तर पछिल्लो समय चाहिँ के देखिराखेको छ भने दरबारले चाहिँ राप्रपालाई भन्दा पनि अरू कुनै ग्रुपहरूलाई चाहिँ अलिकति समर्थन गरेको हो कि
हो कि जस्तो होइन देखिन्छ क्या बाहिर पनि। अब कतिपय राज संस्थाकै लागि आन्दोलन गर्ने समूहहरूले पनि अब त्यो खालको कुराहरू दिइराख्नु वक्तव्यहरू दिइराख्नु भएको छ, दरबारमा बोलाएर कुराकानी गर्ने होइन लगायतका। अनि राप्रपा लगायत राजावादी जुन समूहहरू सङ्गठनहरू सबै चाहिँ एकजुट हुन नसकेको कन्डिसन, यस्तो अवस्थाले चाहिँ राज संस्था आउने सम्भावनालाई अलिकति असर गर्दैन कि? यो तरिकाले कसरी चाहिँ राजा आउन सक्ला त? पहिलो कुरो त के बुझ्नुपर्छ भने नेपालको सन्दर्भमा विभिन्न शक्तिहरूले खेल्दो रहेछ। त्यो खेल्ने क्रममा वास्तवमा राजा चाहिन्छ भन्ने शक्तिलाई बाह्य सपोर्ट हुँदैन रहेछ, विदेशीहरू जस्तो चाहिँ सपोर्ट हुँदैन रहेछ र लिन पनि हुँदैन भन्ने एउटा मान्यता पनि हो। किन राष्ट्रवादी शक्ति भन्ने विदेशको सपोर्टमा चाहिँ आएको राज संस्था त फेरि विदेशीहरूको चाहिँ प्रभावमा चल्नुपर्ने हुन्छ। अहिले दलहरू त विदेशीको प्रभावमा चल्यो, विदेशीको चाहिँ सपोर्टमा छ, त्यसले गर्दा चाहिँ के भने विदेशीबाट प्रभावित छन् भनेर अनि दलका नेताहरूलाई हामीले आरोप लगाइरहेछौँ। भनेपछि हामी नेपाली चाहिँ समाजले पत्याउने र राष्ट्रवादी कुरा गर्ने, राष्ट्रियताको कुरा गर्ने र राष्ट्रियता बलियो हुनुपर्छ भन्ने शक्ति हो राप्रपा। त्यसले गर्दा अब रहेको कुरा चाहिँ तपाईँले उठाएको कुरा चाहिँ एउटा समस्या चाहिँ छ, जस्तो दरबारमा अहिले पनि यस्तो संयन्त्र छ कि बुझ्दाखेरि जस्तो चाहिँ पञ्चायत भएको बेलाको राज संस्था भएको बेलाको संयन्त्रले राज संस्था गएपछि पनि चाहिँ के भने चाहिँ अहिले चाहिँ त्यही संयन्त्र त्यहाँ काम गरिरहेछ भन्ने बुझिन्छ। यसको अर्थ के बुझ्नु पर्यो भने जस्तो दरबारमा चाहिँ असफल संयन्त्रहरू बोकेर दरबार अगाडि बढिरहेछ, त्यसले गर्दा त्यो संयन्त्र फेर्नुपर्छ। र अहिले के देखिन्छ भने जसको दरबारमा एप्रोच छ, सम्पर्क छ, त्यसको जनतामा केही पनि छैन। जसको जनतामा प्रभाव छ, जनतामा काम गरिरहेछ, जनताको माझमा काम गरिरहेको छ, उसको दरबारमा सम्पर्कै छैन होइन। हो अब यो कुरो के बुझ्नुपर्छ भने जस्तो राजा त हामीले पो राजाको कुरा गरिरहेछौँ, राज संस्थाको कुरा गरिरहेछौँ, अरूले त मान्न तयार छैन नि त। जसले राजाको कुरा गरिरहेछ त्योसँग चाहिँ राजाको सम्पर्कै नहुने होइन। र अनि फेरि अहिले पछिल्लो चरणमा चाहिँ सचिवहरू, अब राजा पूर्व राजा अब जस्तो पूर्व चाहिँ भइसक्यो भन्ने अवस्था छ, पूर्व राजाले पनि मान्छे नभेट्ने होइन। सचिवहरू चाहिँ पनि चाहिँ के भने चाहिँ हिजोकै चाहिँ के अरे परिवेशका मान्छेहरू मात्रै, पूर्व पञ्चायतहरू मात्रै भेट्ने होइन, पूर्व पञ्चायतहरूसँग मात्रै सम्पर्क हुने। नयाँ चाहिँ के भने चाहिँ नेतृत्व व्यक्ति अब त अहिले चाहिँ जिएनजीको कुरा आइसक्यो भनेपछि त त्यो पुस्तामा एप्रोच पुर्याउन सकेकै छैन। जस्तो हामी जस्ता मान्छे चाहिँ के अरे वडा अध्यक्ष भएको, सांसदमा पटक पटक चुनाव लडेको, आफ्नो वडामा चुनाव जिताएको, प्रदेशमा चुनाव जिताएको, सांसदमा प्रतिस्पर्धा भएर चुनाव हारेको, पार्टीको पदाधिकारी तहमा बसेर काम गरेको होइन मान्छे, जसले चाहिँ के भने दरबारमा हाम्रो चाहिँ के भने एप्रोच नै छैन, दरबारले खोज्दैन हामीलाई भने यो त समस्या हो नि त। भने यो सुधार गर्नुपर्छ। यो नखोज्नुको कारण छ जस्तो अब सबैलाई राजाले खोज्ने कुरा होइन, दरबारमा यस्तो संयन्त्र छ कि जुन संयन्त्रले राजाका ठिक कुरा पुर्याउँदैन, राजाले पनि ठिक संयन्त्र चाहिँ राख्न सकेको छैन होइन। भने भन्नुको अर्थ मैले अघि भने नि, जसको दरबारमा सम्बन्ध छ त्यसको जनतामा केही पनि छैन, जसको जनतामा प्रभाव छ त्यसको दरबारमा सम्बन्धै छैन, सम्पर्कै छैन। फेरि अर्को हामीले खोजेको राज संस्था भने सम्पर्कको आधारमा, सम्बन्धको आधारमा होइन होइन। किन होइन भने जस्तो नेपालको परिवेशमा त्यो आवश्यक छैन, नेपालमा आवश्यक हो कि होइन, सबैलाई चाहिँ त्यो चाहिँ के भने स्वीकार्य हो नि चाहिँ के भने राज संस्थाको कुरा गरे हो। फेरि राप्रपाले वा हामीले मात्रै मान्ने राज संस्थाको कुरा होइन, काङ्ग्रेस, एमाले, माओवादी सबैले मान्ने राजाको कुरा गरेर हुनाले त्यो कुरा भएन। तर पनि ल्याउनलाई तपाईँले भने जस्तो त कुनै एउटा शक्ति त निर्माण हुनु पऱ्यो नि। तर त्यो शक्ति निर्माण हुन, सङ्गठन बलियो बनाउन त बालुवा पानी हालेर त भएन होइन, विभिन्न समूहहरू बनाएर पनि भएन। विभिन्न समूह भन्दा त शक्ति त चाहिँ के भने बाँडिन्छ। भने एउटै शक्ति बनाउने, त्यो शक्ति मार्फत चाहिँ सडकमा जाने र चाहिँ निर्वाचनमा बन्ने, किन हामीले निर्वाचनलाई नि केन्द्रबिन्दुमा राख्नुपर्ने हुन्छ होइन। हो किनभने यो संविधानभित्रैबाट पनि चाहिँ के भने परिवर्तन गर्न सकिन्छ। हो शक्ति निर्माण गर्न, शक्ति सञ्चय गर्न पनि निर्वाचन पनि एउटा माध्यम हो। त्यसले गर्दा हामीले के भनिरहेछौँ भने एउटै शक्ति बनाउनुपर्छ, त्यो राप्रपा हो। राप्रपालाई कमजोर बनाएर, राप्रपालाई चाहिँ विभाजन गराएर, राप्रपालाई चाहिँ के भने चाहिँ अलोकप्रिय बनाएर चाहिँ के भने चाहिँ परिवर्तन हुँदैन र हामीले खोजेको मुद्दा स्थापित हुँदैन। अब यहाँ समस्या त के भने हामी के भनिरहेछौँ भने जस्तो अब गत चैत 25 गते लाखौँको चाहिँ के भने चाहिँ समर्थनमा राजाको चाहिँ के भने सवारी भएको हो नि त होइन। त्यसमा हाम्रो पनि ठुलो भूमिका छ नि होइन। तर त्यो मत कहाँ जान्छ त भन्दा राज संस्था चाहिन्छ भन्ने राप्रपामा मत आइरहेको छैन होइन। अब जस्तो अहिले हामी हिन्दू राष्ट्रको कुरा गरिरहेछौँ। अब हिन्दू राष्ट्रको कुरा गर्ने पार्टी जुनसुकै मन्दिर गयो भने पनि तपाईँले देखिरहनु भएको छ,
लाइन नबसिकन कुनै पनि मन्दिरमा चाहिँ के भने पूजाआजा गर्न पाइँदैन, दर्शन गर्न पाइँदैन, होइन? तर त्यो भोट कहाँ गइरहेछ भने धर्म मान्ने, धर्ममा अति विश्वास गर्ने, धार्मिक विश्वास भएको चाहिँ जनमतले पनि भोट कसलाई हालेको छ? धर्म नमान्ने नीति र नेतृत्वलाई हालेको छ, जसले धर्मनिरपेक्षता बनाइरहेछ। अनि धार्मिक गुरुहरू नेपालको विशेष गरी धार्मिक गुरुहरू चाहिँ के भने स्पष्ट छैन। धार्मिक गुरुहरू बोलिरहेको अवस्था देखिँदैन। धार्मिक गुरुहरू नै स्वार्थमा छन्। अब बोल्यो भने काङ्ग्रेस कम्युनिस्टले दिएको अनुदान आफ्नो धाम बनाउन, होइन, आफ्नो चाहिँ पूजाआजा गर्न काङ्ग्रेस कम्युनिस्टले दिएको अनुदान रोकिन्छ भनेर नबोल्ने भने उहाँहरू पनि स्वार्थमा हुनुहुन्छ भने अब धार्मिक क्षेत्रले हिन्दू राष्ट्र चाहिन्छ भन्ने पार्टीलाई नबोक्ने, राज संस्था चाहिन्छ भन्ने पार्टीलाई राजावादीहरूले भोट नहाल्ने भएपछि हामी जुन हैसियतमा थियो त्यो हैसियतमा हुनु पनि ठुलो कुरा हो नि। त्यसलाई त जहिले जुन बेला राजावादीहरूले भोट हाल्ने ठाउँ राप्रपा बन्छ, जुन बेला धार्मिक क्षेत्रले सर्लक्क राप्रपालाई बोक्छ, यो देशको पहिलो शक्ति हुन्छ र परिवर्तन हुन्छ। त्यसले गर्दा हामीले अहिले चाहिँ के भने गर्न खोजेको प्रयास के हो भने अब अलमल्लिनु हुँदैन। हिजो अलमल्लियो होला, हिजो काङ्ग्रेसले पनि काङ्ग्रेसभित्र नि केही राजावादीहरू छन्, काङ्ग्रेसभित्र नि केही हिन्दू राष्ट्र हुनुपर्छ भन्ने छन्, तर उनीहरूको भोट त कहाँ गएको छ भन्दा काङ्ग्रेसको मूल नीति त अहिले के छ? धर्मनिरपेक्षता हो नि, मूल नीति त गणतन्त्रै हो नि, मूल नीति त प्रदेश राख्नुपर्छ भन्ने हो नि त। भन्दा उनीहरू त्यो चाहिँ जनमत जुन राज संस्था चाहिन्छ, हिन्दू राष्ट्र चाहिन्छ भन्ने काङ्ग्रेसभित्रको जनमतले आफ्नो जनमतले के भने त्यो धर्मनिरपेक्षता बनाएको, राज संस्था फालेको, गणतन्त्र लागू गरेको, प्रदेश लागू गरेको कुरा बुझेकै छैन। त्यसले अब त्यो जनमतले त्यहाँ सचिँदैन, काङ्ग्रेस सचिँदैन भनेपछि त काङ्ग्रेस नसचिने भएपछि त त्यो जनमत कता आउनु पऱ्यो त? राप्रपामा आउनु पऱ्यो नि त, होइन? हो, त्यो हामीले चाहिँ के भने त्यसलाई त्यो जनमतलाई राप्रपामा ल्याउन सकिरहेको छैनौँ। हो, त्यसले गर्दा हामीले तपाईँले भने जस्तै यत्रो ठुलो मुद्दा हुँदै पनि नेपाल जस्तो मुलुकमा जहाँ जस्तो भारतमा भाजपा जसले धार्मिक क्षेत्रको चाहिँ मुद्दा उठाएकै कारणले चाहिँ बलियो पार्टी भएको छ, पहिलो पार्टी भएको छ भने नेपालमा 81% चाहिँ हिन्दू, 94% ओमकारको कुरा गर्ने, होइन, पार्टी भने त्यति मात्रै होइन। राप्रपा त अर्को पनि अहिले मरिचमान सिंह पछि कुनै प्रधानमन्त्री भएको छ? जनजाति छैन, होइन? भने अहिले जनजातिको छोरो जुनसुकै पार्टीमा पनि चाहिँ हेर्नुहोस् त, छेत्री बाहुनले चाहिँ मात्रै नेतृत्व गरिरहेछन्। जातीय कुरा गर्ने हो भने पनि जनजाति 35% 37%को चाहिँ जनजाति भएको मुलुकमा एउटा मात्रै राष्ट्रिय पार्टीको अध्यक्ष राजेन्द्र लिङ्गदेन, त्यो पनि इमान्दार छन्, होइन? किन धर्म मान्छन्, हिन्दू राष्ट्र हुनुपर्छ भने हिँडिरहेका छन्, सुशासनको वकालत गरिरहेछन्, भ्रष्टाचार गर्नु हुन भ्रष्टाचार गरेर खानु, आमाको रगत खानु बराबर भनिरहेका छन्, काहीँ दाग लागेको छैन। यस्तो नेतृत्व हुँदै पनि अब जनजातिहरू पनि बाँडिने, हिन्दू राष्ट्र चाहिन्छ भन्ने धार्मिक गुरुहरू पनि बाँडिने, धार्मिक क्षेत्र पनि बाँडिने, अनि राज संस्था चाहिन्छ भन्नेहरू राजावादीहरू नि बाँडिने भएपछि कसरी बलियो हुन्छ त? यो त अवसर हो नि। राजेन्द्र लिङ्गदेनको नेतृत्वमा भएको जनजातिको छोरो इमान्दार मान्छे चाहिँ के भने लिम्बूको छोरो चाहिँ नेतृत्वमा भएको पार्टीलाई अब यो चाहिँ छेत्री बाहुनले पटक चाहिँ यो देशको नेतृत्व गरे, एकपटक चाहिँ जनजातिको छोरोलाई चाहिँ प्रधानमन्त्री बनाएर हेरौँ त भन्ने मौका चाहिँ राप्रपामा बाहेक अन्त छैन नि त। भन्दा जनजातिहरू पनि अलमल्या छन्, धार्मिक क्षेत्र पनि अलमल्या छन्, राजावादीहरू पनि अलमल्या छन्, राष्ट्रवादीहरू पनि अलमल्या छन्। यो सबैलाई चाहिँ के नअलमलिनको लागि अब हामीले चाहिँ के भने जागरण ल्याउनुपर्छ। त्यो जागरण ल्याउने काम चाहिँ राप्रपाले गर्नुपर्छ। अब जस्तो जुन जेनजीको मागहरू पनि राप्रपासँग मिल्छ भन्नुभयो, होइन? अनि जनजातिको कुरा गर्नुभयो, धर्मको कुरा गर्नुभयो, राजाकै कुरा गर्नुभयो। पछिल्लो समय यसो सोसियल मिडिया एनालाइसिस गर्दाखेरि पनि राजाको समर्थक अलिक बढेको हो कि जस्तो लाग्छ कि। यसो हेर्दाखेरि पनि पोस्टहरू कहिलेकाहीँ राजा छान्नुहुन्छ कि फलाना छान्नुहुन्छ कि भनेर राखेको यसो भोटिङ हेर्दाखेरि पनि कहिलेकाहीँ हेरिन्छ नि। अनि यो जम्मै यो विभाजन हुनुमा यो विभाजनलाई चाहिँ क्याच गर्न नसक्नु, होइन? यसमा त बिहारको पनि अलिक विकनेस होला नि त। अलिकति त्यो कोअर्डिनेसनको अभाव हो कि त्यो त्यही अनुरूपको एउटा अभ्यास गर्न नसकेको हो कि पार्टीले चाहिँ कसरी किन त्यो चाहिँ अब जेनजीले त्यही माग उठाउँदा चाहिँ यत्रो जुन उथलपुथल हुन सक्ने, राप्रपाले चाहिँ यही माग वर्षौँदेखि उठाइराख्ने, तर अहिलेसम्म चाहिँ अनि पछाडि एक हिसाबले त आफ्नो मागको हाइज्याक गरे जस्तो पनि देखियो नि त, होइन? यो सबैलाई क्याच गर्न चाहिँ किन नसकेको होला राप्रपाले चाहिँ? पहिलो कुरो त जेएनजी भनेको पार्टी होइन, यो उमेर समूह हो, होइन? त्यो उमेर समूहले जे कुरा उठायो वास्तवमा नेपालको सन्दर्भमा हामीले त्यो कुरा उठाउँदै आएको, जस्तो रोजगारका कुरा, वैदेशिक चाहिँ के अरे युवाहरू विदेशिएका कुरा, यहाँको उद्योग धन्दाहरू बन्द गरिएका कुरा सबै लगायतका सुशासनको कुरादेखि सब धेरै कुराहरू अब हामीले उठाइरहेछौँ र त्यो कुरा अहिले जेएनजीको पनि लगभग त्यही कुरा हो।
भने सबैको चाहिँ चासो चिन्ता भने मुलुक नै हो भन्ने कुरा त स्पष्ट भयो। र हामी के भनिरहेको छौँ भने अहिलेको यो व्यवस्थाको निरन्तरताले जो आयो भने सफल हुँदैन, त्यही भएर यो व्यवस्थाको चाहिँ बारेमा छलफल गर्नुपर्छ र हामीले के भने सबैलाई समझदारी गरौँ, नवीन समझदारी गरौँ, सबै समेटौँ, राजादेखि जेएनजीसम्म समेटौँ, दलदेखि चाहिँ सबै समेटौँ भनेर हामीले भनिरहेको छौँ। तपाईँले भने जस्तो यो सबै मुद्दा राप्रपाको हुने, तर राप्रपाले चाहिँ के भने चाहिँ यसलाई चाहिँ क्यास गर्न नसक्ने अथवा केही हाम्रा पनि कमजोरी होला नि, त्यसमा छैन भन्ने कुरा रहेन। तर चाहिँ के भने मैले अघि भने नि हाम्रो एउटा कुरा रह्यो, हामीले त उठाइरहेकै छौँ यो मुद्दाहरू। तर यो मुद्दाहरू उठाइरहँदा जसको लागि उठाइरहेको छ उहाँहरू पनि चाहिँ क्लियर हुनुहुन्न। त्यसले गर्दा हामीले दुईटै पक्षको जस्तो छलफल बहस गरेर अब जस्तो धार्मिक क्षेत्रसँग हाम्रो व्यापक बहस हुनुपर्छ। अब धार्मिक क्षेत्रले चाहिँ राजनैतिक रूपमा चाहिँ हटाइएको हिन्दू राष्ट्रको पहिचानको मुद्दालाई राजनैतिक रूपमा मात्रै स्थापित हुन सक्छ भन्ने कुरा धार्मिक क्षेत्रले बुझ्नुपर्छ। र अहिले भएको राजनैतिक दलहरूले त्यो कुरा चाहिँ राजनैतिक रूपमा चाहिँ के भने आफ्नो दस्तावेजमा नराखेपछि, राजनैतिक रूपमा नउठाएपछि त्यो दलहरू विशेष गरी काङ्ग्रेस, एमाले, माओवादीबाट त्यो सम्भावना छैन भनेपछि त अब राप्रपा मात्रै एउटा विकल्प हो। राप्रपालाई हामीले साथ दिएनौँ भने, राप्रपालाई हामीले समर्थन गरेनौँ भने र राप्रपा मार्फतै हामीले हाम्रो चाहिँ हिन्दू राष्ट्रको मुद्दा चाहिँ के भने स्थापित गर्न लागेनौँ भने धार्मिक क्षेत्रमा हामीले हिन्दू राष्ट्र भनिरहनु बेकार हो। त्यो हाम्रो पनि कमजोरी हो भन्ने कुरा उहाँहरूले पनि बुझ्नुपर्छ। अब त्यसमा धार्मिक क्षेत्रको बरु प्रतिनिधित्वको कुरामा, धार्मिक क्षेत्रलाई बोक्ने कुरामा, धार्मिक क्षेत्रको प्रतिनिधिलाई राप्रपामा समेट्ने कुरामा चाहिँ राप्रपाले पनि उधार हुनुपर्छ। त्यसले गर्दा चाहिँ यो बारेमा छलफल भइरहेछ। अब धार्मिक क्षेत्र पनि स्पष्ट हुनुपर्छ। अब चाहिँ के भने धार्मिक कुरा गरेर मात्रै, धार्मिक अभियान चलाएर मात्रै नेपालको संस्कृति परम्परा जोगिँदैन। जस्तो हामी स्पष्ट के हुनु पर्यो भने जस्तो नेपालमा अङ्ग्रेजी पढाउनै पर्ने, संस्कृत र नैतिक पढाउनु नपर्ने कारण के? नैतिक त हटाइ नै सकियो, संस्कृत र नैतिक त हटाइसकेको छ। किनभने संस्कृत र नैतिक पूर्वीय दर्शन र पूर्वीय चाहिँ संस्कृतिमा आधारित समाज, हामी वास्तवमा बुझ्नुपर्ने के हो भने हाम्रो समाज भनेको परिवार, समाज, समूहहरूलाई केन्द्रबिन्दुमा राख्ने हो। हाम्रो हरेक चाडपर्वले परिवार जोड्छ। दसैँ हेर्नुहोस्, तिहार हेर्नुहोस् लगायतको जुनसुकै चाहिँ चाडपर्वले हामीलाई केमा जोड्छ भन्दा परिवार जोड्छ, समूह जोड्छ, समाज जोड्छ। हाम्रो परम्परा संस्कृति हेर्नुहोस्, समूह नजोडिने वा समाज नजोडिने कुनै पनि संस्कृति र परम्परा छैन। पूर्वीय दर्शन भनेकै त्यही हो। पश्चिमाहरू भनेको व्यक्ति केन्द्रित हो, व्यक्तिलाई केन्द्रबिन्दुमा राख्ने, व्यक्ति जे गर्दा खुसी हुन्छ त्यो गर्नलाई भने व्यक्तिगत स्वतन्त्रतालाई जोड दिन्छ भने हाम्रो चाहिँ के भन्छ समूहलाई जोड दिने हाम्रो संस्कृति र परम्परा हो। यो हामीले बुझ्नुपर्छ के हो त फरक भन्ने बुझ्नुपर्छ। यस्तो समाजमा अब जसले संस्कृति जोगाउँछ, परम्परा जोगाउँछ, धर्म जोगाउँछ, त्यस्तो के जोगाउने केले जोगाउँछ? शिक्षाले। भन्दा संस्कृत र नैतिक चाहिँ योजनाबद्ध रूपमा हटाएको छ। त्यो हटाउनको लागि नेपालको राजनैतिक दलहरू विदेशीले प्रभावमा पर्यो, एनजिओ आइएनजिओबाट चलेको राजनैतिक दलहरूको कारणले गर्दा, विदेश पश्चिमाहरूको प्रभावमा चलेको राजनैतिक दलहरूको कारणले गर्दा र विदेशीले फेरि ऋण र अनुदान हामीलाई संस्कृत पढाउन र नैतिक पढाउन ऋण र अनुदान दिँदैन, अङ्ग्रेजी पढाउन दिन्छ। उनीहरूको चाहिँ के भने संस्कृति भित्राउनको लागि चाहिँ के भने उनीहरूले अङ्ग्रेजी भाषालाई प्राथमिकतामा दिन्छ। अब संस्कृत र नैतिक छोडौँ, मैले भन्नै पर्छ। जस्तो हाम्रो बच्चाहरूलाई अहिले नेपालीमा मोबाइल नम्बर भन्नु भन्यो भने भन्न आउँदैन, 89 79 नेपालीमा भन्न आउँदैन, 89 79 भन्नुपर्छ, मोबाइल नम्बर अङ्ग्रेजीमा भन्नुपर्छ। 87 89 अनि चाइनामा अङ्ग्रेजी नपढायो भने चाइनिजै पढाउनु पर्ने, जापानमा के अरे अङ्ग्रेजी नपढायो भने जापानिजै पढाउनु पर्ने, उत्तर कोरिया लगायतको चाहिँ उसमा चाहिँ अङ्ग्रेजी नपढायो भने उनीहरूकै भाषा पढाउनु पर्ने, जर्मनदेखि लिएर चाहिँ तपाईँको चाहिँ बेल्जियममा लगभग चाहिँ आफ्नो भाषालाई प्राथमिकतामा राख्नुपर्ने, अनि नेपालीले चाहिँ अङ्ग्रेजीलाई प्राथमिकता राख्नुपर्ने। यसको अर्थ के हो भने हामीले के बुझ्नुपर्छ, म अङ्ग्रेजी पढाउनै हुन्न त भन्दिनँ, तर अङ्ग्रेजी पढाउनै पर्छ पनि भन्दिनँ, तर संस्कृत र नैतिक चाहिँ नपढाइ हुँदैन। त्यसले गर्दा अब हामीले चाहिँ के भने यो पाठ्यक्रम परिवर्तन गरेर संस्कृत र नैतिकलाई पढाउने गरी पाठ्यक्रम चाहिँ तयार गर्नुपर्छ। हाम्रो इतिहास पढाउनुपर्छ, नेपाल एकीकरण कसले गरेको भन्ने कुरा चाहिँ हामीले पढाउनुपर्छ। नेपालमा प्रजातन्त्र ल्याउन श्रीपाद चाहिँ त्रिभुवनले गरेको योगदानलाई पढाउनु पर्दैन। नेपालको असंलग्न परराष्ट्र नीति लागू गरेर वार्सा र नेटोसँग समन्वय गरेर नेपालमा उद्योग धन्दाहरू स्थापित गरेको, विकास गरेको राजा महेन्द्रको कुरा पढाउनु पर्दैन।
हो यो कुरा नपढाएसम्म हाम्रो इतिहास हाम्रो पुस्ताले बुझ्दैन। संस्कृत र नैतिक नपढाएसम्म हाम्रो पूर्वीय संस्कृति पूर्वीय दर्शन नेपाली पुस्ताले बुझ्दैन भनेपछि हामीले अब विदेशीले पैसा दिए पनि नदिए पनि, विदेशीले ऋण र अनुदान रोके पनि अब नेपाली समाजलाई बचाउने हो भने पूर्वीय संस्कृति पूर्वीय दर्शनलाई बचाउने र हाम्रो जीवन पद्धति जन्मेपछि न्वारन गर्ने, मरेपछि क्रिया गर्ने र हरेक जातका आफ्ना भाषा छन् त्यो सबैको संरक्षण गर्नुपर्छ। हरेक जातका आफ्ना संस्कृति र परम्परा छ त्यो संरक्षण गर्नुपर्छ। त्यसलाई राज्यले नै चाहिँ के भने चाहिँ लगानी गर्नुपर्छ। यो बुझ्ने राजनैतिक नेतृत्व चाहिन्छ। अब त यहाँ दुर्भाग्य के भयो भने धर्म मान्ने समाज भएको मुलुकमा धर्म नमान्ने कम्युनिस्ट बलियो हुन्छ, धर्मनिरपेक्षता बनाउने काङ्ग्रेस बलियो हुन्छ, अनि धर्म मान्नुपर्छ र संस्कृति जोगाउनुपर्छ, धार्मिक क्षेत्र बलियो हुनुपर्छ भन्ने राप्रपा कमजोर हुन्छ। अब यो कुराको चाहिँ विश्लेषण गर्नुपर्छ भन्ने लाग्छ। अब हामीले पाठ्यक्रम चेन्ज गर्नुपर्छ, शिक्षामा व्यापक परिवर्तन गर्नुपर्छ। त्यति मात्रै होइन, विगतमा चाहिँ यहाँ चाहिँ स्थापित भएको उद्योग धन्दाहरू कसले बेच्यो, कसको पालामा बेचियो, कसलाई बेचियो, कतिमा बेचियो, त्यो किन बेचियो अब खोज्नुपर्छ, त्यो आयोग बनाउनुपर्छ। त्यसमा संलग्न भएकोहरूलाई कौडीको भाउमा बेचिएको छ भन्ने कुरा त आछ नि, आफ्नो आसे पासे नाता गोताला बेचिएको छ भन्ने कुरा त आछ नि। त्यो सबै खोजेर हामीले चाहिँ के भने त्यो उद्योग बन्द भएका उद्योग धन्दाहरू जुन बेचिएका छन् त्यो खोजेर कारबाही गर्नुपर्छ र चाहिँ के भने त्यसलाई पुनर्स्थापित गर्नुपर्छ, उद्योग धन्दाहरू चलाउनुपर्छ। उद्योग धन्दा नचलाए रोजगार हुँदैन। रोजगार नभइकन हामीले विदेश जानबाट चाहिँ रोक्न सक्दैनौँ। युवाहरूलाई विदेश पठाएर श्रम बेचेर हामीले मुलुक बनाउन खोजेर हुन्छ। युवा शक्तिलाई बेचेर हामीले मुलुक बन्छ। यो हाम्रो सम्पत्ति होइन, सम्पत्ति बेचिरहेछौँ हामीले। मुलुकमै के गर्न सक्ने युवाहरूलाई बेचेका छौँ। यहाँ खालि वृद्धाश्रम बनाउन खोजेको छौँ हामीले नेपाललाई। अहिले गाउँघरतिर त त्यही नै अवस्था छ। युथलेस तिथलेस, दाँत नभएको मान्छे मात्रै भेटिने, युवा भेट्दै नभेटिने समाज हाम्रो भएको छ। पछि यो सबै कुराको चाहिँ अब विश्लेषण गर्नुपर्छ। त्यसको लागि राजनैतिक नीति र नेतृत्व चाहियो। यहाँ हामी अलमल्लिन हुँदैन। त्यो नीति भनेको के भने विचारमा आधारित हुन्छ। फेरि राजनीति विचारमा आधारित हुन्छ। हामीले असफल भएको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको पक्षधर जोसुकै होस्, काङ्ग्रेस, एमाले, माओवादी, रवि, बालेन सबै जोसुकै होस्, त्यही भएर हामीले के भनिरहेको छौँ भने रविजीहरूलाई तपाईँहरूले सच्चिनुहोस्, बालेनजीहरू पनि अलमल्लिनु हुँदैन। त्यसले गर्दा राप्रपाको नेतृत्वमा, राप्रपाले बोकेको विचारमा राजालाई यो मुलुकको राष्ट्र प्रमुख बनाउने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउने, नयाँ दलहरू अट्ने व्यवस्थाको कुरा गर्ने, निर्वाचन मार्फत प्रतिनिधिहरू छनौट गर्ने, स्थानीय तहलाई दलबिन बनाउने र अहिले देखिएका चाहिँ के भने हरेक क्षेत्रमा भएको राजनीतिकरणलाई तपाईँ वकिलमा चाहिँ सङ्गठन बनाएर न्यायाधीश चाहिँ के भने निष्पक्ष खोजेर हुन्छ। वकिलमा सङ्गठन बनाएपछि त त्यो न्यायाधीश त चाहिँ के भने चाहिँ पार्टीको हुन्छ नि होइन। अहिलेको जुन संवैधानिक परिषदले निर्णय गर्ने पार्टीको को मान्छे, स्वतन्त्र मान्छे, निष्पक्ष मान्छे कोही हुन पाउँछ काहीँ? त्यो त सिफारिसबाटै हुन्छ। हो, पार्टीको कार्यकर्ता गर्ने भइयो। हो, त्यसले गर्दा त्यो कुराबाट व्यापक परिवर्तन हुनुपर्छ। कर्मचारी सङ्गठनमा कर्मचारीलाई भेट्नुहोस्, म त काङ्ग्रेसको, म त एमालेको भनेर खुलेआम भन्छन्। हाम्रो कर खाएर हामीले तिरेको चाहिँ करको तलब खाएर चाहिँ बसेको कर्मचारीहरूले काङ्ग्रेसको भन्न सुहाउँछ, नैतिकता हुँदैन। एमालेको भन्न सुहाउँछ, माओवादीको भन्न सुहाउँछ, त्यसलाई हटाउनु पर्दैन, हट्नु पर्दैन। हो, त्योबाट त उहाँहरू पनि चाहिँ के भने नैतिक रूपमा अब जिम्मेवार हुनुपर्छ, छोड्नुपर्छ उहाँहरूले पनि। पार्टीको चाहिँ सङ्गठनहरू कर्मचारीहरूले सबैले छोड्नुपर्छ, वकिलहरूले छोड्नुपर्छ। अब डाक्टरहरूमा पनि सङ्गठन बनाउन थाल्यौँ। डाक्टरको लागि त पेसेन्ट सबै चाहिँ होइन, यो काङ्ग्रेसको चाहिँ पेसेन्ट एमालेको भन्ने हुन्छ। डाक्टरलाई सङ्गठन किन चाहियो, वकिललाई सङ्गठन किन चाहियो, पत्रकारलाई सङ्गठन किन चाहियो? पत्रकार भने त निष्पक्ष चाहिँ के भने चाहिँ समाचार सम्प्रेषण गर्ने हो नि त, निष्पक्ष कुराहरू, राम्रा कुरा जसको नि बोक्ने हो नि त। तपाईँ हेर्नुहोस्, हरेक चाहिँ के भने पत्रकारहरू कुनै न कुनै पार्टीको चाहिँ के भने कार्यकर्ता छन्। त्यो सुहाउँछ, नैतिकताले दिन्छ, यो कुरा खोज्नुपर्छ अब जस्तो लाग्छ। पुलिसमा तपाईँ हेर्नुहोस्, तपाईँ इन्सपेक्टरदेखि माथिको चाहिँ के भने तपाईँको चाहिँ पुलिसको नाम लिएर सोध्नुभयो भने त्यहाँको हरेकले भनिन्छ यो काङ्ग्रेसको चाहिँ इन्सपेक्टर, काङ्ग्रेसको डिएसपी, काङ्ग्रेसको एसपी, काङ्ग्रेसको डिआइजी, एमालेको चाहिँ पुलिस, माओवादीको पुलिस भनेर कुन पार्टीतिर नजिक छ भन्ने कुरा ठ्याक्कै भनिदिन्छ। त्यो नभई बरुवा नै नहुने कन्डिसन भयो भने त्यो कुराबाट त मुक्त गर्नु पर्यो नि त। उहाँहरू पनि मुक्त हुनु पर्यो नि, सबैको भन्नु पर्यो। हरेक नेपाली जनताको चाहिँ के भने चाहिँ हुनु पर्यो। हामीले तिरेको करबाट उहाँहरूले चाहिँ के भने तलब खाएपछि सबैको बन्नु पर्यो। विचार फरक हुनसक्छ, तर कर्मचारीको त एउटै विचार हुन्छ नि, पुलिसको त एउटै विचार हुनसक्छ नि। भोट हाल्ने बेला छान्न पाइयो,
भोट हाल्नेलाई छान्ने हो त पार्टीको कार्यकर्ता हो नि। यहाँ त के भन्छ दुर्भाग्य के भने पार्टीको बरु कार्यकर्ता नेता परिवर्तन हुन्छन् मौका पर्यो भने, तर मत हाल्ने मतदाता परिवर्तन नहुने, कर्मचारी परिवर्तन नहुने, पत्रकार परिवर्तन नहुने, डाक्टर परिवर्तन नहुने, पेसागत सङ्घ सङ्गठनमा बसेका मान्छेहरू परिवर्तन नहुने हुन्छ यस्तो। अनि बन्छ दोष खालि नेताहरूलाई मात्रै लाएर हुन्छ, नेताहरू मात्रै दोषी हो, त्यहाँ बस्ने कर्मचारी दोषी छैन, पुलिस दोषी छैन, चाहिँ के अरे पत्रकार दोषी छैन, वकिल दोषी छैन। हो यो कुरामा चाहिँ हामी अब स्पष्ट हुनुपर्छ। परिवर्तन त्यहाँबाट सुरु गरौँ न। अब भोलिदेखि सुरु गरौँ त, कर्मचारीले मैले पार्टी छोडेँ भनेर चाहिँ सुरु गर्नु पऱ्यो, मैले सङ्गठन छोडेँ भनेर सुरु गर्नु पऱ्यो, पुलिसले त्यही भन्नु पऱ्यो, पत्रकारले त्यही भन्नु पऱ्यो, वकिलले त्यही भन्नु पऱ्यो, पेसागत सङ्घ सङ्गठनमा जसले राज्यको करबाट जनताको करबाट चाहिँ के भने जुन तलब भत्ता खाएको छन् त्यो सबैले पार्टी छोड्नु पऱ्यो। अनि पो चाहिँ के भने परिवर्तन हुन्छ। अनि दोष जति नेतालाई लाउने दललाई लाउने बिगार्न चाहिँ हामी आफै सपोर्ट गरिरहेछौँ नि त। हो त्यो कुरामा चाहिँ के भने उहाँहरू पनि स्पष्ट हुनुपर्छ। यो व्यवस्थाको निरन्तरताले परिवर्तन हुँदैन। त्यही भएर हामीले पटक पटक भनेका छौँ व्यवस्थाको विकल्प खोजौँ। विकल्प खोज्नुको अर्थ कसैलाई निषेध गर्ने होइन, सबैलाई समेट्ने गरेर। अब हामीले कसैलाई निषेध गर्दा देश बन्दैन रहेछ। हिजो दलहरूलाई निषेध गऱ्यौँ चित्त बुझेन, दलहरू आएपछि राजालाई निषेध गरौँ चित्त बुझेन। अब युवा पुस्तालाई पनि निषेध गरेर हुँदैन रहेछ भने युवा पुस्ताले त देखाए नि। सबै युवा पुस्तादेखि सबै पुस्ता समेट्ने गरी, राजादेखि दलहरू समेट्ने गरी, जेएनजीहरू समेट्ने गरी समझदारी गरौँ, मुलुक बनाऊ र सबैलाई मनपर्ने व्यवस्थाको बारेमा संवाद गरौँ, छलफल गरौँ, समझदारी गरौँ, गोलमेज सम्मेलन गरौँ, एउटा निकास निकालौँ र अब मुलुक बनाउन लागौँ। हामीले राजनीति धेरै गरौँ। त्यो सम्भावना चाहिँ कतिको देखिराख्नु भएको छ? अब यो कुरै मात्रै हुन्छ कि यस्तो खालको जुन विकल्पै छैन, विकल्पै छैन। यदि हामीले बेलैमा सोचेनौँ भने मैले बोलेको कुरा मात्रै ठिक, म मात्रै ठिक, मेरो दल मात्रै ठिक, मेरो विचार मात्रै ठिक भन्यौँ भने त हुने यही रहेछ नि त। किन हामीले त्यो पनि हेऱ्यौँ नि त, हामीले त्यो पनि अभ्यास गऱ्यौँ नि त। अभ्यास गरेर असफल भइसकेपछि त त्यो असफलताको निरन्तरताको लागि जाने कि अब विकल्प खोज्ने भन्ने कुरा हो नि त। हामी के भनिरहेको छौँ भने विकल्प खोजौँ, छलफल गरौँ। अब यसको मध्यस्थता चाहिँ कसले गर्ने त? अब जस्तो जेएनजी भनेको छ, जेएनजीले राजा मानेको अवस्था छैन। हुन त अब जेएनजीका पनि आफ्नै भेराइटी जुन आइसकेको छ होइन, राजावादी जेएनजीदेखि लिएर गणतन्त्र उसको होइन। अनि जेएनजीले पनि नमान्ने, फेरि राजाको आफ्नै डिमान्ड, कम्युनिस्टको आफ्नै डिमान्ड, कङ्ग्रेसको आफ्नै डिमान्ड, यसको कोअर्डिनेसन गर्ने चाहिँ कसले? अब मध्यस्थता त गर्नु पऱ्यो, एकजनाले नगरिकन त यो सम्भव छैन। यो चान्चुने कुरा, यो व्यवस्थाकै कुरा हो होइन। अब कसले चाहिँ मध्यस्थता गर्यो भने यो यहाँले भन्नुभयो जस्तो ठ्याक्कै एउटा सिस्टममा जान सक्छ त? होइन, सबभन्दा ठुलो कुरो त पहिलो कुरो त सबै मिल्नुपर्छ भन्ने कुरामा आउनु पऱ्यो। हामी सबै मिल्नुपर्छ भन्ने कुरामा आइसके पछाडि त जसले मध्यस्थता गरे नि हुन्छ, जसले गरे नि हुन्छ। जस्तो अस्ति जेएनजीको आन्दोलनमा मध्यस्थता त भयो नि होइन, जस्तो आर्मीको सेनापतिले गरे होइन। अब फेरि द्वन्द्व बढाउँदै जाने कि अब फेरि आन्दोलनको कुरो छ। अब एक थरी पुनर्स्थापनाको कुरा गरिरहेछन्, अब जेएनजीहरू पुनर्स्थापना गर्नुहुन्न भनिरहेका छन्। इभन 75 जना चाहिँ जसले ज्यान गुमाए होइन। अनि त्यसको रगतको चाहिँ मूल्य छैन। के को लागि चाहिँ गुमाएको? यो केपी ओलीलाई हटाएर सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनको लागि मात्रै हो त? उपलब्धि के छ त भन्दा भने उपलब्धि हुने गरी, त्यो रगतको पनि सम्मान हुने गरी, यो पुस्ताको पनि सम्मान हुने गरी, जेएनजी पुस्ताको जुन आन्दोलनको पनि सम्मान हुने गरी त छलफल गर्नु पर्यो नि त। उनीहरूलाई चाहिँ तिमीहरूको कुरा के होइन भने संविधान देखाएर पन्छाउनु पाइन्छ? अहिले के देखिरहेछ भने संविधानले दिँदैन। अहिले सुशीला कार्की प्रधानमन्त्री संविधान बमोजिम हो। यो संविधानले प्रतिनिधि सभाको सदस्य नरहेको चाहिँ व्यक्ति प्रधानमन्त्री हुन पाइन्छ? दिएको छ। तर आन्दोलनको चाहिँ के आन्दोलनको बलमा प्रधानमन्त्री भएको हो नि त भने। अब यही आन्दोलनको बलमा नमिलेका कुराहरू सबै चाहिँ छलफल गर्न सक्यो नि त। सबै बसौँ न, राष्ट्रपति बसौँ, प्रधानमन्त्री बसौँ, सबै दलहरू बस्ने, गोलमेज सम्मेलन गर्ने, राजाको नि प्रतिनिधि राख्ने। राजाको चाहिँ के पनि योगदान छैन, दलहरूको मात्रै योगदान हो यहाँ हो। राजाको नि योगदान छ भने, भूमिका छ भने त सबै मिलेर देश बनाऊ भन्ने कुरामा त सबै बस्नु पर्यो नि त। हामीले निषेध गर्ने काम गरेर त असफल भइसक्यौँ। यदि 62-63 पछि दलहरूले राम्रो गरेको भए, सुशासन गरेको भए, मुलुकलाई रोजगार सिर्जना गरेको भए, उद्योग धन्दाहरू सञ्चालन गरेको भए, बाह्य हस्तक्षेप नभएको भए, हाम्रो धर्म संस्कृति परम्पराको संरक्षण गरेको भए त राजाको मुद्दा त कमजोर भइहाल्थ्यो नि
होइन राजा आउँदा चैत 25 गते राजाको सवारी हुँदा त्यहाँ उपस्थित भएको लाखौँ जनताको चाहिँ के भन्ने भावनाको चाहिँ कदर गर्नु पर्दैन त्यो चाहिँ के पनि होइन भन्ने दलहरूले चाहिँ 10,000 जम्मा गर्न नसक्दा त्यसको चाहिँ कुरा सुन्नुपर्ने रे त्यसको प्रतिनिधित्व हुनुपर्ने त्यो विचारलाई चाहिँ सम्मान गर्नुपर्ने रे अनि राजाको उपस्थितिमा जहाँ गए पनि चाहिँ हजारौँ मान्छे उपस्थित छ चाहिँ के अरे लाखौँ मान्छे चाहिँ के भने उपस्थित छ र अहिले तपाईँको चाहिँ 10जना मध्ये 10जनालाई सोध्नुभयो भने तपाईँ 7जनाले राजा चाहिन्छ यो मुलुकमा भनेर भन्ने अवस्था छ भने त्यो विचारको चाहिँ सम्मान गर्नु पर्दैन त्यो विचारलाई निषेध गर्न सकिन्छ त्यो विचारलाई निषेध गरेर आएको व्यवस्था सरकार सत्ता ठिक छ टिक्दैन नि होइन त्यही भएर कि हामीले के भनिरहेको छौँ भने सबैलाई समेटौँ सबै बसौँ कोही निषेध नहुने व्यवस्थाको छलफल गर्न सकिन्छ नि त विश्वमा छ नि अब हामीले राजनीति धेरै गऱ्यौँ दलहरूको बिचमा विचारको बिचमा गऱ्यौँ यो हामी धेरै राजनीति गर्ने भने चाहिँ के हो भने बाह्य हस्तक्षेपबाट चलेको चाहिँ दलहरू नेताहरू चाहिँ जे विदेशीले भन्छ त्यही मान्ने हो उहाँहरू मान्नुहुन्न तर नेपाली चाहिँ नेपाली माटोलाई माया गर्ने नेपाललाई माया गर्ने जनतालाई माया गर्ने नेपाल बनोस् बाह्य हस्तक्षेप मुक्त मुलुक होस् राष्ट्रियता बलियो होस् हाम्रो संस्कृति परम्परा जोग्य होस् यो पूर्वीय संस्कृति पूर्वीय दर्शनको चाहिँ केन्द्र हो नि त नेपाल ऋषिमुनिहरूको देश हो नि हो यो संरक्षण होस् भन्ने चाहिँ के भने चाहिँ अब चाहना राख्नेहरू त बुझ्नु पर्यो नि कुरा होइन भने एक ठाउँमा आउनु पर्यो त्यसले गर्दा त्यो एक ठाउँमा आउन अब हामीले विगतमा जे कमी कमजोरी गऱ्यौँ गल्ती गऱ्यौँ राम्रो हुन्छ भनेर हामीले काङ्ग्रेसमा भन्यौँ एमाले भन्यौँ माओवादी भन्यौँ अर्को दल भन्यौँ नि त गरे नगरेपछि त परिक्षण गरियो त परिक्षण गरेर असफल भयो भयो नि त असफल भएपछि त अब कि दलहरू सच्चिनु पर्यो सबै बसेर चाहिँ एक ठाउँमा उभिनु पर्यो होइन भने मेरो हजुरबाउको पालामा काङ्ग्रेस अब म काङ्ग्रेस भन्ने कुरा जनताले मतदाताले पनि छोड्नु पर्यो बाउको पालामा एमाले त्यही भएर एमाले भन्ने कुरा चाहिँ छोड्नु पर्यो हिजो जे भयो भने विश्वास गर्यो हिजो चाहिँ जनयुद्ध लडेको बन्दुक बोक्या भन्ने कुरा छोड्नु पर्यो अब के भने मुलुक के गरी बन्दा हुन्छ के गर्दाखेरि हाम्रो राष्ट्रियता बलियो हुन्छ के गर्दा हाम्रो परम्परा जोगिन्छ संस्कृति जोगिन्छ हाम्रो चाहिँ के भने यो चाहिँ सामूहिकता समाज परिवार चाहिँलाई बलियो हुने नीति नेतृत्व जुन के गर्दा के गरी हुन्छ भन्ने कुरा चाहिँ अब सोच्नु पर्यो र त्यो सोचेर अब चाहिँ के भने अब दलको विकल्प दल होइन अब यही जेएनजीको नाउँमा अहिले परिवर्तनको नाउँमा अर्को दल आउने त्यो दलले फेरि यही विचार बोक्ने हो भने त्यो दल सफल हुँदैन सङ्केत त त्यही देखिन्छ हो त्यही सङ्केत देखिन्छ किन हामीले हेऱ्यौँ त माओवादीलाई त पहिलो शक्ति बनाएको हो नि त खोइ त हो त्यसले गर्दा अब हामीले विचारमा विकल्प खोज्नु पर्यो त्यो विचार भनेको चाहिँ अब नेपालको सन्दर्भमा चाहिँ राजासहितको प्रजातन्त्र दलहरू अट्ने व्यवस्था प्रदेशको खारेजी यो धान्न सक्दैनौँ नेपालीले धान्न सक्ने व्यवस्थै होइन जनप्रतिनिधिको सङ्ख्या घटाउने सुशासनको प्रतिबद्धता हुने सब चाहिँ यो अदालतदेखि लिएर चाहिँ स्वतन्त्र रहनुपर्ने संस्थाहरूमा राजनीतिक हस्तक्षेप मुक्त गर्ने स्थानीय तहलाई अहिले दलबिन बनाउने अनि यो धनी मात्रै ठेकदार व्यापारी पैसा भएको पैसा कमाउन सक्ने कमाएको मान्छे मात्रै नेता हुने अहिले जित्ने यो अहिलेको चाहिँ के भने राजनीतिक जुन चाहिँ प्रतिनिधि व्यवस्था छ यो प्रतिनिधि व्यवस्थालाई हटाउने आम नेपाली नागरिक जसले म सेवा गर्छु भन्ने भावना राख्छ त्यो आउन सक्ने व्यवस्था चाहिँ गर्ने गरी हामीले चाहिँ छलफल गर्नुपर्छ भन्ने लाग्छ अब जस्तो हामीले यसरी कुरा गरिराख्दाखेरि यहाँहरूको त अब पार्टीको एजेन्डा नै भयो होइन यो सबै कुरा गरिराख्दाखेरि चाहिँ राजाको पनि एक खालको सपोर्टर छन् थुप्रै छन् अघि यहाँले भन्नुभयो 10मा 7 भन्नुभयो होइन अनि तर के चाहिँ अपवाद एउटा विडम्बना के भयो भने राजा आफैले खुट्टा कमाइराख्नु भएको हो कि अगाडि आउनलाई जस्तो लाग्छ कि धेरैले त्यस्तो खालको प्रतिक्रिया दिइराख्नु भएको छ अस्ति अब आन्दोलन हुँदाखेरि पनि विभिन्न समूहहरूलाई चाहिँ उहाँले अगाडि सार्नुभयो देखियो नि त तर उहाँले लिडरसिप लिने किसिमले कुनै पनि न एउटा वक्तव्य आयो न के आयो होइन उहाँ चाहिँ पछाडि बसिराख्नु भएको छ अनि डराउनु भएको कि उहाँ आफै अगाडि सर्नु भयो भने न यो व्यवस्था आउँथ्यो कि भन्ने खालको एउटा संशय पैदा भएको छ क्या यस्तो अवस्था चाहिँ किन आयो उहाँ के डराउनु भएको हो पहिलो कुरो हामी के बुझ्नुपर्छ भने राजा स्पष्ट छन् राजा किन स्पष्ट छन् भने यदि राजाले 62-63मा पत्रकार सम्मेलन गरेर प्रजातान्त्रिक ढङ्गले नछोडेको भए द्वन्द्व हुन्थ्यो त्यो द्वन्द्वले नेपालमा द्वन्द्व सिर्जना गरेर
विदेशी सेना ल्याउने एउटा ठुलो षड्यन्त्र भएको छ। त्यो षड्यन्त्रमा विदेशी ठुलो लगानी छ र नेपालका चाहिँ के भने चाहिँ त्यो खोज्नुपर्छ, तपाईँहरूले खोज्नुहोस्। एनजिओ आइएनजिओ मार्फत पनि त्यो कामहरू भइरहेछ र सबै नेता नभनौँ अधिकांश नेताहरू त्यसको लागि काम गरिरहेछ। त्यो राजाले बुझेका छन्। राजाको कुरो के भने यदि जनताले चाहना राख्छन् भने, दलहरूले मान्छन् भने म मुलुकमा आउन तयार छु, तर कसैले नमान्ने राजा म बन्न तयार छैन भन्ने राजा स्पष्ट छन्। जस्तो अस्ति भर्खरै जस्तो सेनाले एप्रोच गर्दा पनि सेनाकै भरमा चाहिँ टिक्ने भयो त 62-63मा त सेना नै राजाको चाहिँ के भने सेना त राजाकै अन्तर्गत थिए नि त, परम सेनापति त राजै थिए भने हुँदैन, जनता पनि चाहियो नि त। हो जनताले खोज्ने हो भने, जनताले साथ समर्थन गर्ने हो भने म तयार छु भनेकै छन्। त्यहाँभन्दा बढी राजाले के भन्ने, के बोल्ने? अब रहेको कुरा यदि हामी नेपाली जनतालाई, हामी दलहरूलाई नेपाली जनतालाई राजाको भूमिका चाहिँ के भने अहिले जस्तो कुनै गतिविधि चाहिँ नकारात्मक छैन, अप्रजातान्त्रिक छैन होइन भनेपछि त चाहिँ के भने अब राजालाई हामीले 17-18 वर्ष अभ्यास गऱ्यौँ। नेपालको सन्दर्भमा राजा नभई हुँदैन रहेछ भन्ने पहिला दलहरू क्लियर हुनु पऱ्यो नि त। अब काङ्ग्रेसभित्र त गोपालमान श्रेष्ठहरू बोल्न थाले त, त्यो बोल्न नसकेका धेरै छन्। त्यो स्वार्थ छोड्नु पऱ्यो, सबैले बोल्नु पऱ्यो। अनि धार्मिक गुरुहरूले बोल्नु पऱ्यो अब, किनभने पूर्वीय संस्कृतिले पूर्वीय दर्शनले राजा खोज्छ, राजा नभई हुँदैन भन्नु पऱ्यो नि त होइन। दलहरूले बोल्नु पऱ्यो हो कि अनि जेनजी पुस्तामा पनि के भने अलमलिनु भएन, नेपालको इतिहास पढ्नु पऱ्यो। अङ्ग्रेजी पढेर चाहिँ के भने नेपालको चाहिँ के भने राजनीति हुँदैन। संस्कृत नैतिक पढेर, इतिहास पढेर, के अरे साबमसी चाहिँ योगदानको कुरा पढेर अनि चाहिँ बल्ल चाहिँ के भने चाहिँ नेपालको इतिहास बुझिन्छ, राजाको चाहिँ के भने योगदानको कुरा बुझिन्छ। हो त्यो पढ्नु पऱ्यो हो। त्यसले गर्दा सबैले चाहिँ के भने इतिहास पढ्ने र नेपालको सन्दर्भमा राजा किन आवश्यक छ भन्ने छलफल गर्ने गर्यो भने हुन्छ। र राजा चाहिँ के भने तयार छ नि त, राजाले पटक पटक भनेकै हो नि होइन। यदि जनताले चाहना राख्छन्, दलहरूले चाहना राख्छन् भने म आउन तयार छु भनेकै छन् भनेपछि त अब त्यहाँभन्दा राजाले भन्ने के त? अब पहिलो कुरा त अब हामी चाहिँ छलफल गर्नु पऱ्यो नि। यत्रो बाह्य हस्तक्षेप भइरहेछ, बाह्य प्रभावमा चाहिँ मुलुक अगाडि बढिरहेछ, कुनै पनि चाहिँ ठाउँ छैन होइन जहाँ बाह्य हस्तक्षेप नभएको। तपाईँ संस्कृतिमाथि, परम्परामाथि यत्रो धेरै ठुलो प्रभाव छ। विदेशी पैसा यति धेरै चाहिँ के भने जहाँ धर्मान्तरणको लागि आइरहेछ, चर्च बनाउन आइरहेछ, यो त स्वतन्त्रता भयो, स्वतन्त्रता अधिक भयो। हो यी सबै कुराहरूलाई चाहिँ हामीले चाहिँ के भने अध्ययन गरेर अब चाहिँ के भने छलफल गरौँ भन्ने कुरा हो। अब बाहिरी हल्ला चाहिँ के पनि छ भने जस्तो जुन रात चाहिँ धेरै नेपालीहरू निदाएनन्, म पनि करिब 2 बजी मात्रै सुतेको थिएँ त्यो दिन होइन। यस्तो हल्ला फैलियो कि इन्डियाबाट आर्मीको गाडी आयो, लाइनका लाइनदेखि लिएर होइन नारायण दरबार चाहिँ सरसफाइ भएको, रातभरि बत्ती चाहिँ एकदम झिलिमिली पारेकोदेखि दुनियाँ खालका समाचारहरू आए। अब अनि के चाहिँ कुरा भयो भने अहिले पछिल्लो समय चाहिँ कुराहरू पनि आइरहेको छ, सेनापतिले चाहिँ राजा ल्याउनलाई चाहिँ प्रस्ताव गरेको भन्ने खालको कुराहरू पनि छिटपुट रूपमा आइरहेको छ। त्यो दिन चाहिँ राजा ल्याउनै खोजेको हो, तर राजाले चाहिँ राजतन्त्र आइसकेपछि यो माहौल चाहिँ धान्न नसक्ने हो कि देशमा झन् आगो धेरै बल्ने हो कि भन्ने खालको अवस्था बुझेर चाहिँ पछाडि हटेको भनेर एक खालको एउटा हल्ला पनि सुनिन्छ क्या। त्यो साँच्चैकै राजा त्यो दिन ल्याउनै खोजिएको हो। होइन पहिलो कुरो त त्यो त माधव नेपालजीहरूले नै पनि त्यो कुरो बाहिर ल्याउनु भयो होइन। राजासँग नि एप्रोच गरेको एउटा विकल्पहरूमध्ये एउटा विकल्प चाहिँ राजाको बारेमा नि कुरा भयो। राजा चाहिँ जेएनजीले पनि नस्वीकार्ने, दलहरूले पनि नस्वीकार्ने चाहिँ के भने रूपमा आउनु हुँदैन, सेनाले मात्रै ल्याएर एप्रोच गरेर हुँदैन। दलहरूले भन्छन् भने वा जेएनजीहरूले भन्छन् भने, यो पुस्ताले पनि भन्छ भने मात्रै म तयार छु भन्ने खालको वास्तवमा राजाको त्यो एकदम सदाशयता र सकारात्मक पक्ष हो जस्तो लाग्छ। किनभने हुन नि हो नि, किन राजा सेनाकै भरमा आउने भयो त 62-63मै सेना थियो नि त राजाको उसमा। त्यसले गर्दा चाहिँ के भने अब आउने राजा सबैले स्वीकार गर्ने राजा नभइकन हुँदैन। त्यही भएर हामी भनिरहेको छौँ, हामीले कुरा नबुझी भने हो र राप्रपाले दलहरू, राजा, जेएनजीहरू लगायत सबै बसेर नवीन समझदारी गरौँ भनेर हामीले त राजनैतिक रूपमा निर्णय गरेर प्रस्ताव गरेका छौँ नि राप्रपाले होइन भने। त्यो अहिले भने होइन, अहिले मात्रै होइन, हामीले अघिल्लो चाहिँ के भने चाहिँ जस्तो चाहिँ केन्द्रीय कार्य समितिको बैठकदेखि नै हामीले निरन्तर यो कुराहरू उठाइरहेका छौँ। माओवादीदेखि राजासम्म अट्ने चाहिँ राजनैतिक व्यवस्थाको बारेमा छलफल गरौँ भनिरहेको छौँ नि त होइन। त्यसले गर्दा चाहिँ के भने राजा स्पष्ट छन् र हामी पनि स्पष्ट छौँ। फेरि यहाँ अघि भने जस्तो तपाईँले भन्नुभयो नि कस्तो खालको राजा भने त्यो चिन्तै गर्नु पर्दैन। डेमोक्रेटिक राजा, प्रजातान्त्रिक राजा, बेलायतको जस्तो राजा
जनताको प्रतिनिधिले शासन सञ्चालन गर्ने, राष्ट्र प्रमुख चाहिँ र अभिभावक संस्थाको रूपमा मात्रै राजा रहने। यो स्पष्ट छ, राजापति त्यो कुरामा स्पष्ट छन्। हो, त्यसले गर्दा चाहिँ सबै स्पष्ट भइसके पछाडि अब अल्मलिनु भएन। अब रह्यो कुरा कस्तो व्यक्तिलाई राजा बनाउनु त? जस्तो शाहवंशी नै हुन्छ नि त। राजा पछि के गर्ने भन्दा अब पारसको कुरा उठाएछ। पारस आफैले म राजा हुन्न भनेका छन्। मुख्य कुरा त्यही छ होइन, आफैले भनेका छन् भने। अनि अर्को पनि गर्न सकिन्छ। शाहवंशी परम्परा धान्ने उत्तराधिकारी शाहवंशकै हुने त संसदले छनौट गर्ने भने नि भइगयो नि। त्यो त पहिला आवश्यक छ कि छैन, राज संस्था आवश्यक छ कि छैन भन्ने कुरा मुख्य कुरा हो। व्यक्ति त गौण कुरा हो नि। त्यो व्यक्तिमा चाहिँ के भने हामीले संसदलाई चाहिँ त्यो अधिकार दिए भइगयो नि, होइन भने कोही चाहिँ अप्रजातान्त्रिक छन्, कसैको स्वभाव मिल्दैन, बदनामी छन्, अलोकप्रिय छन् भने त्यसको बारेमा छलफल गर्न सक्यो। संसदबाटै राजा बनाउने हो, संसदले राजा छान्न पाइयो, बनाउन सक्यो नि त। पहिला त आवश्यक छ कि छैन राज संस्था भन्ने कुरा हुनु पऱ्यो नि। अनि कुन मोडालिटीको कति अधिकार दिने, नेपालको सन्दर्भमा कति आवश्यक छ, होइन कसरी राख्ने, के गर्ने, त त्यो त दोस्रो कुरा हो नि। पहिला आवश्यक छ भन्ने कुरामा नेपाल जुन मुलुक हो, यो भू राजनैतिक अवस्थाले, हाम्रो भौगोलिक अवस्थाले, राजनैतिक अवस्थाले, सांस्कृतिक अवस्थाले, धार्मिक अवस्थाले, हाम्रो परम्पराले, होइन हरेक दृष्टिकोणले हाम्रो इतिहास चाहिँ हामीले अध्ययन गरेर हाम्रो गौरव बढाउने, सम्मान बढाउने, नेपाली पासपोर्टको विदेशमा सम्मान हुने गरी हामीले चाहिँ के भने हुनको लागि राज संस्था चाहिन्छ भने हामी एकमत हुनु पऱ्यो। चाहिन्छ भनौँ, चाहिन्छ भनेपछि त अब छलफल गर्न पाइयो नि त मोडेलको बारेमा, मोडालिटीको बारेमा, होइन हो। त्यसले गर्दा पहिला हामी एकमत के हुनु पऱ्यो भने चाहिन्छ भन्ने कुरामा जाउँ। हामी दिमागबाट के हटौँ भने हिजो कस्तो राजा थियो, हिजो चाहिँ के अरे पञ्चायतको राजा, होइन त्यसपछि चाहिँ राणा शासनमा पनि राजा थियो नि त, नाम मात्रै थियो त। त्यस्तै बनाऊ न, जनताको प्रतिनिधिले शासन चलाउने त्यस्तै राजा बनाऊ, त्यो पनि मिल्छ। अभिभावकको रूपमा, होइन सिम्बोलिक रूपमा जसरी पनि बनाउनु मिल्छ नि त। त्यो त हामीले बनाउने हो नि त। पहिला आवश्यक छ कि छैन भनेर चाहिँ हामीले हेर्नु पऱ्यो, होइन। अब जस्तो राष्ट्रपति त के हुँदो रहेछ भने लस दिँदो रहेछ नि त। अनि अप्ठ्यारो बेला राष्ट्रपतिको भूमिका पनि हुँदैन रहेछ नि त, देखेन नि। अनि त्यो दलको भनेर भनिँदो रहेछ नि त, होइन। जस्तो अहिले अरू कुरै नगरौँ न, एमालेमा चाहिँ एमालेबाट राष्ट्रपति भएको विद्यादेवी भण्डारीले फेरि पार्टीको सदस्य चाहियो भनेर खोजिरहनु भएको छ नि, होइन। हामीले भनेकै त्यही हो, राष्ट्र प्रमुख दलको हुन्छ, दलभन्दा माथि उठ्नै सक्दैन, दलीय स्वार्थमा हुन्छ। र अहिले राष्ट्रपति भएको पद छोडेर फेरि सम्मानित के अरे फेरि पार्टीकै कार्यकर्ता हुन पर्यो भनेर मागिरहनु भएको छ नि त, होइन हो। यही हो समस्या। यो चाहिँ कुरो स्वीकार्य हुँदैन। त्यही भएर हामीले के भनिरहेको छौँ भने सबैले मान्ने दलभन्दा माथि उठेको राप्रपाको मात्रै होइन, नेपाली जनताको, काङ्ग्रेस, माओवादीको, सबै पुस्ताको, सबै जातको, सबै भाषाको, सबै संस्कृतिको, सबै परम्पराको नेतृत्व गर्ने राजा चाहियो भने त हो नि हामीले। अब अलिकति यो एउटा जनमानसमा के पनि छ भने एउटा त अधिकार नियन्त्रण गर्ने कुरा भयो, राजतन्त्रको जुन एउटा फैलिएको पहिलाको कुरा है, यो पछिल्लो होइन। अनि अर्को चाहिँ जस्तो राजा महाराजा भनेपछि चाहिँ पुरै मौज मस्ती, होइन विलासिता जीवनको कुराहरू छ क्या। अब नयाँ पिँढीलाई चाहिँ के चाहिँ कुरा चाहिँ हामीले प्रश्न पार्नुपर्छ भने बाहिर हल्ला भए जस्तै राजतन्त्र जुन राजवंशको चाहिँ खानदानी रहनसहन, होइन त्यो सबै चाहिँ त्यस्तै खालको मौज मस्ती नै थियो कि अहिलेका गणतन्त्रवादी नेताहरूको भन्दा पनि कम्पेरिजन गर्दाखेरि कम थियो कि कस्तो थियो त्यो बेलाको? अलिकति हिस्ट्रीको कुरा गर्दाखेरि एकजना भाइले चाहिँ मलाई यस्तै कुराकानीको सिलसिलामा के भन्यो भने नारायण दिदी दरबार घुम्न जाँदाखेरि मैले त राजा भनेको चाहिँ यस्तो हुन्छ उस्तो हुन्छ, यस्तो खान्छन्, यस्तो बस्छन्, यस्तोमा बस्छन्, यस्तो सामानहरू प्रयोग गर्छन् भनिनेर मैले जुन सुनिराखेको थिएँ। तर त्यो घुमेर आएपछि मलाई त दया लाग्यो। अनि खासै त्यस्तो मेरो घरको बेडभन्दा पनि त्यहाँको बेड त अझ लो लेभलको रहेछ भन्ने खालको सुनेँ क्या मैले। अनि यहाँबाट त अब भुक्तभोगी दरबारसँग पनि निकट, होइन। अहिले नयाँ पिँढीलाई त्यो कुराहरू बुझाउनु पर्यो भने यो बाहिर भएको हल्ला जस्तै हो कि उहाँहरूको लाइफस्टाइल के हो? पहिलो कुरो त राजा हुँदा खर्च बढी हुन्छ भन्ने कुरै चाहिँ गलत हो। अनि राजतन्त्र होइन, हामी स्पष्ट हुनुपर्छ। राजाले शासन सञ्चालन गर्ने भन्छ राजतन्त्र हो। राज संस्था भने प्रजातन्त्र चाहिँ प्रजातन्त्रै हो, जनताको प्रतिनिधिले शासन सञ्चालन गर्ने, राजा चाहिँ राष्ट्र प्रमुख रहने राज संस्थाको मात्रै कुरा हो। एउटा कुरा हामी स्पष्ट। अब रहेको कुरा अहिले हामी राष्ट्रपति नै महँगो हुँदो रहेछ नि त राजाभन्दा, किन हामीले पूर्व राष्ट्रपतिहरू समेत पाल्नुपर्छ।
पूर्व उपराष्ट्रपतिहरू पनि पाल्नुपर्छ। उपराष्ट्रपति र राष्ट्रपतिलाई दिने चाहिँ के भने सेवा सुविधा राजालाई देवै हुने, सकिहाल्यो कुरा। अनि त पूर्व त पाल्नु परेन नि। अब कतिवटा पूर्व पाल्ने? हाम्रो नेपालको चाहिँ के भने आम्दानीले ऋण र अनुदान लिएर पूर्व चाहिँ राष्ट्रपति, पूर्व चाहिँ उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री होइन, पूर्व उप प्रधानमन्त्री होइन, पूर्व चाहिँ संवैधानिक प्रमुखका चाहिँ प्रमुखहरू हामी पाल्न सक्छौँ। यो सबै कुरा हटाउनुपर्छ। त्यसले गर्दा हामीले के भन्यौँ भने राज संस्था हो, राजतन्त्र होइन। राजा रहँदा धेरै कुराहरू चाहिँ के भने नेपालको चाहिँ अस्तित्व, पहिचान, सम्मान, इतिहास, गौरव सबैको सम्मान हुँदो रहेछ। हाम्रो परम्परा संस्कृतिको नि सम्मान हुन्छ, यो जोगिन्छ। न त हामी जोगाउन सक्दैनौँ। हामी जुन देशमा छौँ, किन आफ्नो देशको फरक कुरा छ। बेलायत जस्तो चाहिँ देश जहाँ प्रजातन्त्रको जननी भनिन्छ, त्यहाँ राजा हुँदा प्रजातन्त्र हुने, नेपालमा राजा हुँदा प्रजातन्त्र नहुने होइन। फेरि नेपालको प्रजातन्त्रको स्थापनाको लागि राजाको ठुलो योगदान छ। 7 सालमा चाहिँ राजा त्रिभुवनले राजगद्दीको वास्ता नगरी जनतासँग मिलेर आन्दोलन चाहिँ यदि चाहिँ दरबार नछोडेको भए राणा शासन जान्थ्यो। 46 सालमा पञ्चायत व्यवस्था, सडकमा जनता आएपछि पञ्चायती व्यवस्था हटाएर बहुदलीय व्यवस्था घोषणा गर्ने काम त राजा वीरेन्द्रले गरेकै हो नि। आफू संवैधानिक हुन तयार भएको त राजा वीरेन्द्रै हो नि होइन। अनि माओवादी आन्दोलनले जब चुनाव हुन नसकेपछि अनि त्यो चुनाव गराउनुपर्छ, चुनाव नगराएसम्म प्रजातन्त्र सुदृढ हुँदैन। प्रजातन्त्र सुदृढ गराउन दलहरूले चुनाव गराउन नसके पछाडि गाउँमा चाहिँ माओवादीहरूको कब्जा हुन थालेपछि राजा ज्ञानेन्द्रले चुनाव गराउनको लागि, चुनाव गराएर जनतालाई चाहिँ के भने चाहिँ शासन व्यवस्था सुम्पिनको लागि राजा ज्ञानेन्द्रले 1 वर्ष 2 वर्ष मलाई देऊ भन्दा दलहरू चाहिँ र दलहरू माओवादी मिलेर, इन्डिया मिलेर होइन, विदेशी मिलेर राजा फाले होइन। यो त के भने हामीले पढ्नु पर्यो नि, वास्तविकतामा जानु पर्यो, तथ्य खोज्नु पर्यो। राजाहरू साँच्चैकै चाहिँ निरङ्कुश हुन् कि प्रजातान्त्रिक हुन्? राजाहरू राष्ट्रवादी हुन् कि अराष्ट्रवादी हुन्? राजा ल्याउँदा राष्ट्रियता बलियो हुन्छ कि कमजोर हुन्छ? राजा हुँदा हाम्रो संस्कृति परम्परा जोगिन्छ कि सकिन्छ? यो कुरा त अब बुझ्नु परेन भने हो, बुझ्नु पर्यो भन्ने कुरा होला है। हिजो हामीले जानेनौँ, बुझेनौँ होला, हिजो नारा लायौँ होला, तर अब त बुझेपछि त दलहरूभन्दा राजा प्रजातान्त्रिक देखिन्छ अहिले हेर्दाखेरि। पछि प्रजातान्त्रिक राजालाई प्रजातान्त्रिक तवरबाटै, प्रजातान्त्रिक ढङ्गैबाट प्रजातन्त्रलाई सुदृढ हुने गरी, दलहरूलाई निषेध नहुने गरी राजालाई स्पेस दिउँ, राजालाई पनि स्पेस दिउँ, दलहरूले पनि स्पेस दिउँ, जेनजी पुस्तालाई पनि स्पेस दिउँ, सबै अटौँ, सबै पक्ष चाहिँ के भने चाहिँ अट्ने गरी, सबैको प्रतिनिधित्व हुने गरी व्यवस्थाको बारेमा छलफल गरौँ भने त हो। यो भन्दा को निषेध हुन्छ? यो भन्ने चाहिँ अप्रजातान्त्रिक हुने, सबै अटाउने कुरा गरौँ भन्ने अप्रजातान्त्रिक हुने। राजाको चाहिँ कुरा गर्दै नगर है, राजाको चाहिँ कुरा त्यहाँ सुन्न तयार छैनौँ भन्ने चाहिँ लोकतान्त्रिक हुने। जसले राजाको कुरै गर्नु पर्दैन भन्ने चाहिँ लोकतान्त्रिक रे। सबै अट्नुपर्छ, सबैको कुरा गरौँ भन्ने चाहिँ हामी चाहिँ अलोकतान्त्रिक कसरी? अब जनताले, तपाईँहरू जस्तो पत्रकारले, मिडियाले, सामाजिक सञ्जाल चलाउनेले, बौद्धिक समाजले अब छुट्याउनुपर्छ। बौद्धिक समाज पनि स्वार्थबाट माथि उठ्नु पर्यो, हिजो के थियौँ भन्ने कुरा छोड्नु पर्यो। पत्रकारहरू पनि स्वार्थभन्दा माथि उठ्नु पर्यो। मुलुक आफ्नो विचारभन्दा माथि मुलुक छ, दलभन्दा माथि मुलुक छ, यो जोगाउनुपर्छ। यो जोगाउनलाई सबै मिल्नुपर्छ भन्ने राप्रपाको कुरा चाहिँ ठिक छ भन्नलाई किन गाह्रो? हामीले राप्रपालाई भोट हाल त भनेको छैन नि। यदि हाम्रो कुरा ठिक छ, सबै अट्नुपर्छ, सबै मिल्नुपर्छ, सबै मिलेर देश बनाऊँ, सबैलाई स्पेस दिउँ, सबै समेटौँ भन्ने कुरा कहाँनिर अप्रजातान्त्रिक हो त? अनि राजाको कुरै नगरेर त्यो त लाखौँ चाहिँ जनता राजाको चाहिँ पक्षमा सडकमा आफै ओर्लिन्छन्। मैले अघि भने तपाईँ 100 जनालाई चाहिँ तपाईँ सर्वे गर्नुभयो भने 90 जनाले राजा चाहिन्छ भन्छन्। अनि त्यो कुरालाई चाहिँ निषेध गर्ने सम्भव हुन्छ? त्यो कुरालाई निषेध गरेर फेरि मुलुक अगाडि जान्छ त? जाँदैन। त्यही भएर हामीले के भन्यो भने सबै बसेर छलफल गरौँ, सबैलाई समेटौँ, समझदारी गरौँ, छलफल गरौँ, सबैलाई पत्ने, सबैलाई अट्ने व्यवस्थाको चाहिँ बारेमा छलफल गरौँ।
अब यहाँ के भयो भने जस्तो राजाकै लागि भनेर जुन दुर्गा प्रसाईले त्यत्रो एक खालको ठुलो आन्दोलन पनि भयो होइन, राप्रपा सहितको जुन आन्दोलन भयो, अहिले फेरि उहाँले चाहिँ अब राजाको पक्षमा लाग्दैन भन्ने खालको कुराहरू पनि आयो होइन। दरबारमा गएर सरसल्लाह गरेर त्यो खालको आन्दोलन गर्ने मान्छेले राजा छोडेको कन्डिसनमा उहाँले त्यतिकै छोड्नुभयो कि उहाँहरूसँग फेरि सहकारी हाम्रो हुन्छ कि हुँदैन? अब एउटा कुरा तपाईँलाई म भनौँ जस्तो लाग्यो। पहिलो कुरो के बुझ्नु पऱ्यो भने दुर्गा प्रसाई वैचारिक रूपमा अब हिजो काङ्ग्रेस एमाले माओवादी भगे हो, अहिले राजावादी भएको। साँच्चीकै कुरा बुझेर राजावादी हुनुभएको हो कि षड्यन्त्रले राजावादी हुनुभएको खोज्नुपर्छ, पहिलो कुरो। दोस्रो कुरा, अनि जिन्दगीभर राजाको कुरा गर्ने राप्रपा, त्यसको नेता राजेन्द्र लिङ्गदेल चाहिँ राजा विरोधी, राजा ल्याउन नचाहने होइन। अनि सबै दल चारेर आएको चाहिँ दुर्गा प्रसाद चाहिँ राजावादी भनेर भन्ने र त्यसलाई ताली बजाइदिने हामी जो पछि लागेका छन्। त्यो ठिक हो त? मैले कतिपय कुरा त भने त अघि, दरबार पनि समस्या, दरबारभित्र पनि समस्या के देखिन्छ भने असफल संयन्त्र बोकेर दरबार हिँडेको छ। राजा कहाँ ठिक कुरा पुर्याउँदैनन्, समस्या त्यहाँ भयो। भएको कुरा पुर्याउँदैनन्। राजा जे कुरा लाँदा राजा खुसी हुन्छ त्यो कुरा लाने, भएको कुरा तथ्य कुरा राजा कहाँ नपुर्याउने। त्यो असफल संयन्त्र रहेसम्म दरबार पनि सफल हुँदैन। त्यही भएर हामीले के भनिरहेको छौँ भने त्यो असफल संयन्त्र हटाउनुपर्छ। जसको दरबारमा संयन्त्र के सम्पर्क छ त्यसको जनतामा के पनि छैन। जसको जनतामा छ त्यो दरबारमा सम्पर्कै छैन भनेपछि त त्यो चाहिँ संयन्त्र परिवर्तन गर्नु परेन। राजा भएको बेला, पञ्चायत भएको बेलाको संयन्त्र अहिले राखेर यो नयाँ पुस्ताको चाहिँ के भने भावना त्यो संयन्त्रले बुझ्छ। नयाँ ट्रेन्ड के चलिरहेछ, राष्ट्रिय अन्तर्राष्ट्रिय कुरा के हो, नयाँ पुस्ताले के खोजिया छ, कस्तो खालको राजा खोजिया छ भन्ने कुरा राजा कहाँ पुग्नु परेन। त्यो पुर्याउने संयन्त्र चाहिन्छ भन्ने हाम्रो कुरा। त्यसले गर्दा अब बोक्न चाहिँ के भने बोकेया छ, राजा चाहिन्छ चाहिँ भनेको छ, त्यो साँच्चीकै राजा चाहिन्छ भनेको छ कि छैन? मौका छ हो, किन राजप्रपालाई कमजोर पार्न ठुलो षड्यन्त्र भएको छ। यो जन्मिँदै राजा चाहिन्छ भनेर जन्मेको पार्टी हो। 47 सालमा राज संस्था संवैधानिक राज संस्थाको पक्षधर भएर उभिएको पार्टी हो, जन्मेको पार्टी हो। 62-63 पछि सबैले छोड्दा पनि यो राज संस्था चाहिन्छ भनेरै जुन बेला राजाको कुरा गर्दा जिब्रो थुतिन्छ कि भन्ने बेलामा पनि राजाकै कुरा गर्यो। अनि जिन्दगीभर चाहिँ के भने राज संस्थाको पक्षमा वकालत गर्ने नेतृत्व राजेन्द्र लिङ्गदेल यो पार्टीको नेता के अरे अध्यक्ष हुनुहुन्छ। जनजातिको छोरो, सुशासनको कुरा गर्ने, इमान्दार। अनि त्यो उहाँलाई नपत्याउने अनि चाहिँ त्यो मौसमै पछि चाहिँ पार्टी फेर्दै हिँड्नेलाई चाहिँ पत्याउँदै हिँड्नुपर्छ भन्ने छैन। तर हामीले के गरेका छैनौँ? दुर्गा प्रसाईजीले राजा चाहिन्छ भनेर आह्वान गरेको कार्यक्रममा, आन्दोलनमा हामी सहभागी भएका छौँ, नैतिक समर्थन गरेका छौँ, पुगिदिएका छौँ। त्यहाँभन्दा गर्नुपर्ने के? जे दुर्गा प्रसाईले भन्यो त्यो चाहिँ ठिक हो नि, हामीले भने चाहिँ सबै कुरा बेठे। हामी अब दुर्गा प्रसाईजीहरू के भन्नुहुन्छ, दलहरू सबलाई चाहिँ खराब झ्याप बनाउनुपर्छ भन्नुहुन्छ होइन? हाम्रो त्यो होइन, गल्ती गर्नेलाई खराब जब बनाउने हो। दल सबै खराब हुँदैन नि त। दलको नेता खराब छन् भने नेतालाई चाहिँ हो, त्यो पनि त्यसै जेल हाल्न पाइएन नि। दलभित्र पनि कतिपय नेता त राम्रा छन् नि होइन? हो, त्यो सबै समेट्नु, विचार त सबैको समेट्नु पर्यो नि त। सबै समेट्ने, हामी राजा चाहिन्छ भन्ने, राजा चाहिँदैन भन्ने पनि यो मुलुकमा चाहिँ बस्न पाउनु पर्यो नि। राजा चाहिन्छ भन्ने पनि बस्न पाउनु पर्यो। सबै चाहिँदैन भन्ने र चाहिन्छ भन्ने सबै मिलेर अब मुलुक बनाऊ भनेको त हो नि। अहिले हामी त्यो भनिरहेछौँ नि, त्यो कुरामा सबै आउनुपर्छ भन्ने हाम्रो कुरा हो। अब समग्रमा हामीले कुराकानी गर्दाखेरि चाहिँ दरबारभित्रको जुन किचन क्याबिनेट पनि जेनजीकै हुनु पर्यो होइन? नयाँ पुस्ता बुझ्ने, नयाँ पुस्ताको भावना बुझ्ने होइन? त्यो खालको निरन्तर क्रियाशील भएको। हिजो चाहिँ के भने राजा भएको बेलाको राजालाई गरेको सम्मान, राजालाई खोज्दाखेरिको चाहिँ सम्मान खोज्ने खालको भएन। परिवर्तित परिस्थितिमा परिस्थिति अनुसार अहिले सामाजिक सञ्जालदेखि लिएर राज संस्थाको लागि वकालत गर्नेदेखि लिएर राजा चाहिन्छ भन्नेदेखि लिएर सबैमा पुग्न सक्ने, सबैलाई बोक्ने, सबैलाई समेट्ने होइन? र राजा कहाँ ठिक कुरा पुग्ने, पुर्याउन सक्ने साहस भएको
तथ्य कुरालाई चाहिँ बुझ्ने बोक्ने संयन्त्र चाहियो नि। त्यो राजाको चाहिँ के कुरा गर्दा राजाको जुगा चाहिँ हल्लिन्छ भनेर होइन मुड हेरेर रिपोर्टिङ गर्ने होइन खुसी बनाउने मात्रै कुरा लाने, किन बेखुसी हुने कुरा नि लानु पऱ्यो नि त, हुनसक्छ नि त। समय सापेक्ष जे हो त्यो कुरा पुग्नु पऱ्यो नि त, त्यो पुग्ने खालको चाहियो। त्यही भएर त्यहाँ समस्या छ। त्यो समस्याको कारणले गर्दा नै राजा चाहिन्छ भन्ने शक्तिहरू एकजुट हुन सकेका छैन। जहिले विभाजन, जहिले खेल्ने, राजाको खेल नहोला होइन, देखिँदैन पनि, तर वरिपरि घुम्नेले खेलेकै छ नि त। हो त्यो नखेल्ने खालको चाहिँ के भने संयन्त्र बनाउनु पर्यो भन्ने कुरा हो। हस्, यहाँको यो समय र यो जुन अमूल्य सुझाव भनौँ आफ्नो अभिव्यक्तिका लागि यहाँलाई धेरै धेरै धन्यवाद। हामी फेरि अर्को शीर्षकमा कुनै बेला भेट्ने नै छौँ। आजलाई भने हामी छुट्टिन्छौँ। धन्यवाद। तपाईँको चाहिँ यो मिडिया मार्फत पार्टीको विचार र मेरो विचार, व्यक्तिगत विचार, पार्टीको विचार चाहिँ जुन प्रसार गर्ने भन्ने मौका दिनुभयो त्यसको लागि धन्यवाद।